मौलिक हकको व्यवस्था गरेको छ। अब अर्कोमा मौलिक हकका विशेषताहरू। देशको मूल कानुन संविधानमा व्यवस्था भएका हकलाई मौलिक हक भनिन्छ। मौलिक हकका विशेषताहरू देहाबमोजिम छन्। राज्यको काम कारबाही विरुद्ध लक्षित हुने हुँदा नकारात्मक अधिकारको रूपमा रहन्छ। नागरिक र गैर नागरिक बीच मौलिक हकको उपयोगमा विभेद हुन सक्छ। मौलिक हकहरू बीच कुनै किसिमको पक्षपात रहँदैन, एकले अर्कोको अस्तित्व स्वीकार गरेको हुन्छ। मौलिक हक संवैधानिक र कानुनी अधिकारभन्दा उच्च हुन्छ। यो संविधानमा नै प्रत्याभूत गरिएको हुन्छ। मौलिक हकको उल्लङ्घनमा अदालत मार्फत उपचारको व्यवस्था गरिएको हुन्छ। सङ्कटकालीन अवस्थाको घोषणा हुँदा अधिकांश मौलिक हकहरू निलम्बन हुन सक्छन्। सार्वजनिक नीति विरुद्ध हुन्छ वा अरूको अधिकारमा हनन हुन्छ भने मौलिक हक प्रत्याग गर्न पाइँदैन, लगायत अन्य। अब नेपालको वर्तमान संविधानमा भएका मौलिक हकको व्यवस्था। अर्कोमा नेपालको वर्तमान संविधानको भाग 3 को धारा 16 देखि 46 सम्म 31 वटा मौलिक हकको व्यवस्था गरिएको छ। ती देहाबमोजिम छन्। सम्मानपूर्वक बाँच्न पाउने हक, स्वतन्त्रताको हक, समानताको हक, सञ्चारको हक, न्याय सम्बन्धी हक, अपराध पीडितको हक, यातना विरुद्धको हक, निवारक नजर विरुद्धको हक, छुवाछुत तथा भेदभाव विरुद्धको हक, सम्पत्तिको हक, धार्मिक स्वतन्त्रताको हक, सूचनाको हक, सूचनाको हक, गोपनीयताको हक, शोषण विरुद्धको हक, स्वच्छ वातावरणको हक, शिक्षा सम्बन्धी हक, भाषा तथा संस्कृतिको हक, रोजगारीको हक, स्वास्थ्य सम्बन्धी हक, खाद्य सम्बन्धी हक, आवासको हक, महिलाको हक, बालबालिकाको हक, दलितको हक, ज्येष्ठ नागरिकको हक, सामाजिक न्यायको हक, सामाजिक सुरक्षाको हक, लगायत अन्य। अब निष्कर्षमा व्यक्ति वा नागरिकलाई फरक रूपमा प्राप्त हुन सक्ने मौलिक हकको व्यवस्थाले सरकारलाई जनताप्रति उत्तरदायी र प्रतिबद्ध हुन सघाएको छ। यही हो सर। तपाईँको ठिक छ। यो चाहिँ समय व्यवस्थापन इम्पोर्टेन्ट कुरा हो। समयमा सकेको हो कि होइन त्यो महत्त्वपूर्ण हो। अब यसको दोस्रो पाटोमा त मौलिक हक भनेको अब त्यसको यहाँ एकजना साथीले भित्र उपधारामा पनि जानुपर्छ कि भन्नुभएको छ, त्यो पर्दैन। यो हकहरू छन् भनेर सर लेखेपछि पुगिहाल्छ होइन। अनि के अरे उपधारा लेखिराख्नु पर्दैन। अर्को चाहिँ तपाईँले अगाडि लेखेको विशेषता चाहिँ अझै त्यो मौलिक हकको विशेषता तपाईँको आफ्नै मौलिकै भइरहेको छ भनेको मतलब हिजोको ह्यान्डआउट्स अस्ति मैले पढाइसकेको ह्यान्डआउट्स पाउनु भएको होला, अलिकति त्यसलाई रिभिजिट गर्नु त। उदाहरणका लागि तपाईँले चाहिँ संविधान र कानुनभन्दा माथि हुन्छन् भनेर, संविधानभन्दा माथि त के हुन्छ र होइन, संवैधानिक हक हुन्, संविधानले संवैधानिक उपचार सहित व्यवस्था गरेको हुन्छ भनेर लेख्नुपर्ने हुन्छ होइन। अरू पनि केही अलिकति हल्का फुल्का गाइडका कुराहरू आइराखेका छन्। मैले पठाएको ह्यान्डआउट्सलाई अलि राम्रोसँग हेर्नु होला। अरू ठिक छ, टाइमभित्र लेख्नु होला, जति लेख्ने हो टाइम म्यानेज गर्ने कुरामा चाहिँ ध्यान दिनु होला है त। अब अर्को ल सुनिहालौँ त। नमस्ते, गुड मर्निङ। मैले अलिकति यो स्वरूप र क्यारेक्टरिस्टिक सेम हो अर्गनाइजेसनको भन्नुभएको छ। स्वरूप फरक हो, क्यारेक्टरिस्टिक्स फरक हो है। स्वरूप भनेको चाहिँ अर्गनाइजेसनको स्वरूप भनेको कस्तो स्वरूपको हुन्छ भनेको चाहिँ यो पिरामिड आकार होइन, अनि त्यसपछि च्याप्टो, त्यसपछि गएर मेट्रिक्स भनेर डम्बेल भनेर जुन पढाएको छ नि त्यो चाहिँ स्वरूप हो सङ्गठनको। अब विशेषता त फरक भइहाल्यो है। स्वरूप र विशेषता एउटै होइन, क्यारेक्टरिस्टिक्स एउटै होइन। ल भन्नुहोस् कमलाजी। राज्यका निर्देशक सिद्धान्त र नीतिहरूको परिचय दिँदै नेपालको संविधानले व्यवस्था गरेका निर्देशक सिद्धान्तबारे चर्चा गर्नुहोस् भन्नेमा गरेको छु सर। मैले सुरु गरेँ। राज्यका निर्देशक सिद्धान्त र नीतिहरू। राज्यका निर्देशक सिद्धान्त राज्य सञ्चालन तथा राज्य शासन पद्धतिलाई दिशानिर्देश गर्ने संवैधानिक आधार हुन्। यिनले राज्यको आर्थिक, राजनीतिक, सामाजिक र कूटनीतिक सिद्धान्तहरू तय गर्दछन्। राज्यका नीतिहरू राज्यले जनहितको संरक्षण, शासन सञ्चालन, विकास निर्माण, परराष्ट्र सम्बन्ध, विकास लगायतका कार्य गर्दा के कस्ता नीतिगत आधारलाई आत्मसात गर्ने भन्ने सम्बन्धमा संविधानले परिभाषित गरेका मूलभूत नीति हुन्। यिनीहरू बाध्यकारी नभए पनि स्रोत, साधन र क्षमताले भ्याएसम्म सरकारले कानुन बनाई कार्यान्वयन गर्दै जानुपर्दछ।
सरकारले सबै खाले नीति तथा योजना बनाउँदा राज्यका निर्देशक सिद्धान्त र नीतिलाई आधार लिनुपर्दछ। यिनको कार्यान्वयनको अनुगमन गर्ने, प्रतिवेदन दिने र त्यसमाथि संसदमा छलफल गर्ने गरिन्छ। यद्यपि यिनको कार्यान्वयनको विषयमा अदालतमा प्रश्न उठाउन भने पाइँदैन। नेपालमा सरकारले राज्यका निर्देशक सिद्धान्त र नीतिहरूको कार्यान्वयनको अवस्थाको वार्षिक प्रतिवेदन संसदमा पेश गर्नुपर्ने व्यवस्था छ। कार्यान्वयनको अवस्थाको अनुगमन गर्न संघीय संसदमा एक समिति रहने पनि व्यवस्था रहेको छ। अनि अर्कोमा छ नेपालको संविधानले व्यवस्था गरेका निर्देशक सिद्धान्तहरू। नेपालको संविधानको धारा 50ले देखाएका 4वटा राज्यका निर्देशक सिद्धान्तहरूको व्यवस्था गरेको छ। एकमा छ राज्यको राजनीतिक उद्देश्य। नेपालको स्वतन्त्र सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतालाई सर्वोपरि राख्दै नागरिक स्वतन्त्रता, समानता तथा न्याय र समावेशीकरण सहितको विकेन्द्रीकरणमा आधारित लोक कल्याणकारी राज्य व्यवस्थाको स्थापना गरी लोकतान्त्रिक अधिकारको उपभोग गर्न पाउने व्यवस्था सुनिश्चित गर्न संघीय लोकतान्त्रिक व्यवस्थाको सुदृढ गर्नुपर्ने राजनीतिक उद्देश्य रहेको छ। राज्यको सामाजिक र सांस्कृतिक उद्देश्यमा सबै प्रकारका सामाजिक र सांस्कृतिक विभेद, शोषण र अन्यायको अन्त्य गरी अनुशासन, मर्यादा, ऐक्यबद्धता, सामाजिक सद्भाव र सहिष्णुतामा आधारित सभ्य र समतामूलक समाजको निर्माण गरी राष्ट्रिय एकता सुदृढ गर्ने राज्यको सामाजिक र सांस्कृतिक उद्देश्य रहेको छ। त्यसै गरी आर्थिक उद्देश्यमा सार्वजनिक, निजी तथा सहकारी क्षेत्रको सहभागिता र विकास मार्फत तीव्र एवं दिगो आर्थिक विकास हासिल गरी प्राप्त उपलब्धिहरूको न्यायोचित वितरण गर्दै आत्मनिर्भर, स्वतन्त्र, उन्नतशील र समाजवाद उन्मुख समृद्ध अर्थतन्त्रको विकास गर्ने आर्थिक उद्देश्य रहेको छ भने अन्तर्राष्ट्रिय सम्बन्धमा नेपालको राष्ट्रिय सम्बन्ध, राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा, सार्वभौमिक समानता र विश्व समुदायमा राष्ट्रिय सम्मानको अभिवृद्धि गर्नेतर्फ दिशानिर्देश हुने अन्तर्राष्ट्रिय सम्बन्ध रहेको छ भने सारमा भन्दा राज्यका निर्देशक सिद्धान्त र नीति दुवै सरकारका लागि मार्गदर्शक हुन्। सरकारले यसको प्रभावकारितालाई बढाउन यिनको कार्यान्वयनमा बढीभन्दा बढी ध्यान दिँदै यसको के कतिको र कस्तो कार्य प्रगति भएको छ र अझै कसरी महत्तम उपयोग गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिने जरुरी देखिन्छ भनेर निष्कर्ष लेखेको छु। अनि यो हिजोको संविधानवादको एकजना म्यामले नै सुनाउनु भएको थियो सर, यो दोस्रो च्याप्टरमा संविधानवादका आधारभूत चरित्र उल्लेख गर्नुहोस्। नेपालको संविधानवादले यस्ता चरित्रमा के कति मात्रामा चरितार्थ गरेको छ विश्लेषण गर्नुहोस् भनेछ नि। यो विश्लेषणको लागि अलिकति कमजोरी र सुधारका लागि सुझाव पनि टाइम म्यानेज भएसम्म अलिकति दिँदा राम्रो होला कि के होला? सुझाव चाहिँ पर्दैन, विकनेससम्म लेखे हुन्छ, विश्लेषण सारांशमा लेखे पनि हुन्छ होला हैन सर? हुन्छ है त, सबल दुर्बल पक्ष विश्लेषणमा सुझाव चाहिँ दिनु पर्दैन। ओके, एनिवे ल, राम्रो छ तपाईको यो समय कसरी लेख्नु भयो। म चाहिँ अलि पुगिराखेको छैन सर, अब लेख्दै जाँदा पुग्ला अलि समय चाहिँ विचार गर्नु। अरु एकदम एक्सिलेन्ट छ है त। ल, आज अब यति गरौँ अनि अगाडि बढौँ। ल, अब यो तपाईहरुको बिहान यति सुन्ने भनेको चाहिँ आउन बाँकी उठ्न बाँकी साथीहरुलाई वेट गर्ने पनि भयो। अनि अरु साथीहरुले जल्दी पाउनु भएको छैन, क्रमशः पाउनु होला। अनि अरूलाई हेरेर आफूलाई दाज्ने, तुलना गर्ने र इम्प्रुभ गर्ने कुराका लागि इम्पोर्टेन्ट छ यसरी सुनेर अलिकति कमेन्ट गर्ने कुरा चाहिँ। अब आज चाहिँ हामी हिजोको बाँकी यो मानवाधिकार, नागरिक चेतना, कानुनका स्रोत हैन, अनि यो विभिन्न साना साना टपिकहरु छन्। यिनीहरुमा तपाईलाई चाहिने कुरा अलिकति व्याख्या गर्छु। तपाईले पढिसकेको कुरा र यो ह्यान्डआउट सर हेरेपछि राम्ररी रिकल हुने र भ्यालुएट हुने कुरामा धेरै समय खेर फाल्दिन। अनि महत्त्वपूर्ण कुरा चाहिँ प्रश्नहरु यहाँ दिएको छु। सुरु गरौँ है त। अब के खुलिरहेछ यो चाहिँ खुल्लेछ, एकछिन भन्नुस् है, पिडिएफ खुलेछ त्यही भएर केही छैन। ओके, अब यसका चाहिँ सम्भावित मानवाधिकारका मात्रै प्रश्न हेर्नुभयो भने चाहिँ मानवाधिकारका विशेषताहरू उल्लेख गर्दै अहिले मानवाधिकारको अलिक बढी प्रश्न आइराखेको छ है सहसचिव उपसचिवको क्लासमा, के अरे जाँचमा भन्दाखेरि। अब मोडरेसन गर्ने मान्छे एउटै परे भने कहिलेकाहीँ के हुन्छ भने जसलाई बोलाइरहेको हुन्छ उही मान्छे चाहिँ सहज उपलब्ध भएर आउने पनि हुनसक्छ। त्यसैले मानवाधिकारको विषय अलिकति हेरेर जाँदा राम्रै हुन्छ। यो मानवाधिकारका विशेषता उल्लेख गर्दै मानवाधिकारको विकाससँगको सम्बन्धमाथि प्रकाश पार्नुहोस् भनेर। मानवाधिकार त यहाँ पढ्नुहुन्छ, अब विकास सम्बन्धी सम्बन्ध भन्ने खासै हुँदैन, त्यसरी राखेको पनि छैन सिलेबसमा, तर जाँचमा आइदिन्छ। तर हामीले छुट्टै विकासको च्याप्टर पढेका हुन्छौँ अनि त्यहाँ अधिकारमुखी विकासको अप्रोच भनेर पढाइ हुन्छौँ। त्यही हो मानवाधिकार। यो विषयमा मैले तल लेखिदिएको छु विकाससँग के सम्बन्ध हुन्छ भनेर।
अनि नेपालमा मानवाधिकारको रक्षाका लागि गरिएका व्यवस्थाहरू चर्चा गर्नुहोस्। हामीले चाहिँ के व्यवस्था गरेका छौँ, संविधान, ऐन कानुन, संस्था, होइन, के व्यवस्था गरेका छौँ त्यो चर्चा गर्नुहोस् भनेको यहाँ सर र गरेका व्यवस्थाको सूची मात्रै बनाउने हो। अनि मानवाधिकार संरक्षणमा के कस्ता समस्या छन् हामी कहाँ टिप्पणी गर्नुहोस् भनेपछि चाहिँ समस्या के छन् पहिचान गर्नु पर्यो। अलिकति यसो गर्नुपर्छ भनेर वे फरवार्ड चाहिँ थोरै धेरै दिने होइन, यो नमागेको कुरामा लेखेर अनि कन्क्लुड गर्ने हो। मानवाधिकार संरक्षणमा राष्ट्रिय मानवाधिकार आयोगको भूमिका विश्लेषण गर्दै यसमा गर्नुपर्ने सुधारहरू सिफारिस गर्नुहोस्। अब यसमा चाहिँ नेसनल ह्युमन राइट्स कमिसनले के भूमिका खेल्छ, संविधान त उसले गर्नुपर्ने काम यहाँ तल मैले लेखिदिएकै हुन्छ छोटोमा। अनि त्यसपछि त्यसमा के कमजोरी छन् त, त्यो भूमिकामा के कमजोरी छन् भन्ने पनि लेख्नु पर्यो। अनि त्यसमा चाहिँ के सुधार गर्नुपर्छ भनेर त्यो कमजोरी पहिचान गरेपछि कमजोरीलाई सुधार गर्ने उपायहरू लेख्ने हो। यसमा 3टा खण्ड नै भयो। अनि विभिन्न पुस्ताका मानवाधिकारको चर्चा गर्दै मानवाधिकार सम्बन्धी प्रमुख अन्तर्राष्ट्रिय दस्तावेजहरूको सूची तयार पार्नुहोस् भनेको छ। कहिलेकाहीँ सोध्ने भएर यो राखिदिएको तपाईँले ख्याल गर्नुपर्छ भनेर। अनि यसमा चाहिँ पहिलो, दोस्रो, तेस्रो जेनेरेसन, चौथो जेनेरेसन भन्नेसम्म छन् मानवाधिकारका, त्यो अहिले पछि आइहाल्छ, त्यो सर लेख्ने। अनि मानवाधिकार सम्बन्धी थुप्रै अन्तर्राष्ट्रिय दस्तावेजहरू छन्, तिनीहरूमध्ये प्रमुख देखाएका दस्तावेजहरू छन् भनेर 8-10 वटा मूलभूत दस्तावेजहरू ह्युमन राइट डिक्लेरेसनदेखि लगायतका लेख्ने हो। यसमा मानवाधिकार र मौलिक हक बीचको भिन्नता केलाउँदै मानवाधिकारको रक्षाका लागि सरकार, नागरिक समाज र व्यक्तिले खेल्नुपर्ने भूमिका हो। यसमा चाहिँ सरकारले के गर्नुपर्छ, नागरिक समाजले के गर्नुपर्छ, व्यक्तिले के गर्नुपर्छ। अब यो ठ्याक्क तल स्लाइडमा आएन भने तपाईँलाई मैले सरकारले भनेको चाहिँ के हो त भन्दाखेरि यो मौलिक हकको परिपालना गर्ने कुरा, कम्प्लायन्स गर्ने कुरा, उल्लङ्घन नगर्ने कुरा, यो पहिलोमा आयो। दोस्रोमा चाहिँ यो मानवाधिकार सम्बन्धी राष्ट्रिय संस्थालाई स्वायत्त र स्वतन्त्र बनाउने कुरा, राष्ट्रिय मानवाधिकार आयोगलाई। तेस्रो भनेको चाहिँ आफू मातहतका निकाय पदाधिकारीहरूलाई, कर्मचारीहरूलाई चाहिँ मानवाधिकार संरक्षण विषयको तालिम प्रशिक्षण दिने कुरा र मानवाधिकार संरक्षणका लागि प्रशासनिक सुरक्षा निकायहरूमा विशेष भनौँ न विशिष्टीकृत एकाइ, मानवाधिकार सेल, होइन, मानवाधिकार एकाइ, यस्तो खालको स्थापना गर्ने कुरा। अनि आफ्ना काम कारबाहीहरू गर्दाखेरि मानवाधिकार संवेदनशील ढङ्गले, है, मानवाधिकारको उल्लङ्घन नगर्ने ढङ्गले, मानवाधिकार संवेदनशील ढङ्गले सम्पादन गर्ने कुरा र अन्तर्राष्ट्रिय स्तरमा मानवाधिकार सम्बन्धी भएका सन्धि सम्झौता प्रतिबद्धताहरूलाई राष्ट्रिय कानुनमा समाहित गरेर परिपालना गर्ने र त्यसको प्रतिवेदन गर्ने कुरा, है, मानवाधिकार सम्बन्धी सन्धि सम्झौताको पालना र त्यसको प्रगतिको प्रतिवेदन गर्ने कुरा। यो चाहिँ कसले गर्नुपर्छ, सरकारले गर्नुपर्छ। सँगसँगै सरकारले नागरिक चेतना बढाउने कुरा पनि गर्नुपर्छ। मानवाधिकार संरक्षण सप्लाई साइडबाट मात्रै गरेर हुँदैन, डिमान्ड साइडबाट पनि हुनु पर्यो नि। उनीहरू नागरिकहरू, मानिसहरू आफ्नो मानवाधिकारको बारेमा सचेत भयो भने बल्ल त्यसको उल्लङ्घन हुँदाखेरि उपचारको खोजी गर्न जान सक्ने हुन्छन् नि। त्यसैले जनचेतना जगाउने कुरा पनि गर्नुपर्छ। अब नागरिक समाजको त त्यही नै हो, जहाँ पनि मानवाधिकारको विषयमा आवाज उठाउने, होइन, आर्टिकुलेट गर्ने, त्यसपछि मानिसहरूलाई चाहिँ सचेत, सङ्गठित र परिचालित गर्ने, मानवाधिकारको संरक्षणका सम्बन्धमा सचेतना जगाउने, उनीहरूलाई सङ्गठित गर्ने र मानवाधिकार रक्षाका लागि परिचालित गर्ने कुरा। अनि सरकारलाई पैरवी र दबाब दिने कुरा, पैरवी गर्ने र दबाब दिने कुरा, मानवाधिकारको रक्षाका लागि पैरवी गर्ने, मानवाधिकार उल्लङ्घनका कुनै काम भए भने त्यसको क्षतिपूर्ति, अनि मानवाधिकारको संरक्षणका निमित्त सरकारलाई तयार रहन, यो चाहिँ दबाब दिने कुरा, होइन। अनि त्यसपछि गएर यो चाहिँ मानवाधिकार सम्बन्धी ऐन कानुन नियम बनाउँदाखेरि राय सुझाव परामर्श दिने कुरा, होइन, र मानवाधिकार सम्बन्धी सन्धि सम्झौता र राष्ट्रिय प्रोभिजनहरूको, व्यवस्थाहरूको कार्यान्वयन गर्नका लागि पहल गर्ने, गराउनका लागि पहल गर्ने, दबाब दिने कुरा, खबरदारी गर्ने कुरा, होइन, यी कुरा चाहिँ नागरिक समाजले गर्छ। अब व्यक्ति चाहिँ के गर्नु पर्यो त भन्दा आफ्नो अधिकार र कर्तव्य, फेरि यो कर्तव्यसँग जोडिएर आउँछ, आफ्नो अधिकार र कर्तव्यप्रति सचेत हुनु पर्यो।
अनि आफ्नो वरिपरि वा आफूले देखेका भोगेका के अरे भोगेको वातावरणमा परिवेशमा मानव अधिकार उल्लङ्घनका घटनाहरू भइराखेको छन् भने रोकथाम गर्न प्रयास गर्ने अनि त्यसपछि गएर सम्बन्धित अथोरिटीलाई जानकारी दिने हैन वा मानवाधिकारवादी संस्थाहरूलाई जानकारी दिने त्यो सूचना प्रदायकको भूमिका पनि व्यक्तिले खेल्ने भयो। अर्को चाहिँ आफ्नो मानवाधिकारको रक्षाका लागि सजग र सचेत रहने र मानवाधिकार उल्लङ्घनमा चाहिँ त्यसको उपचारको खोजीका लागि सक्रिय रहने, उपचारको खोजी गर्न सक्रिय रहने कुरा व्यक्तिले यति गरे हुन्छ। एउटा आफ्नो बारे सजग हुनु पर्यो, दोस्रो आफूबाट मानवाधिकार उल्लङ्घन गर्नु भएन, तेस्रो कसैबाट भइराखेको छ भने सकिन्छ रोकथाम गर्ने, नभए जानकारी गराउने, सूचना दिने काम गर्नु पर्यो हैन। अनि चौथो भनेको चाहिँ मानवाधिकार आफ्नो मानवाधिकार उल्लङ्घन भएको विषयमा चाहिँ उपचारको खोजी गर्न सक्रिय रहनु पर्यो। यति कुरा व्यक्तिले गरे हुन्छ भने तीनटाको अलग अलग लेख्नु होला। यो तल मैले बनाइदिएको छैन होला स्लाइडमा, त्यही भएर यहाँ भने मौलिक भएको भएर। अब यहाँ मानवाधिकार धेरै मैले भन्नै परेन। यो व्यक्ति चाहिँ आफू मानव भएकै नाताले जन्मसिद्ध रूपमा प्राप्त गर्ने अधिकार मानवाधिकार हो। कोही पनि व्यक्तिलाई उसको जाति, लिङ्ग, भाषा, धर्म हैन, राष्ट्रियता, उत्पत्ति वा सामाजिक आर्थिक हैसियत, राष्ट्रको राष्ट्रिय सीमा यी कुनै आधारमा भेदभाव नगरिकन युनिभर्सल्ली संसारमा जहाँ जे भए पनि युनिभर्सल्ली विश्वव्यापी रूपमा समान रूपले प्राप्त गर्ने अधिकार चाहिँ मानव अधिकार हो। यो चाहिँ खास गरी व्यक्तिको जीवन, उसको स्वतन्त्रता, समानता, मर्यादा सँग सम्बन्धित हुन्छ। यी कुराहरूको पक्ष पोषण गर्छ मानवाधिकारले र तिनको उल्लङ्घन भएको अवस्थामा चाहिँ एकदम इफेक्टिभ यो कानुनी उपचारको, प्रभावकारी कानुनी उपचारको माग गर्दछ र यसका खास गरी विशेषताबाट चिन्नुपर्ने हुन्छ। अब यो धेरै तपाईहरुले पढ्नु भएकै छ, अरु फरक पढ्नु भएको छ भने चाहिँ यो मैले जे लेख्दै छु त्यो पढ्नु होला। मानवाधिकारको विशेषता भनेको चाहिँ युनिभर्सल र इनअलाइनेबल हुन्छ भनेको यो सर्वव्यापी हुन्छ। मानव मात्र भएको नाताले यस कुनै सीमानाले फरक गर्दैन। जाति, भाषा, लिङ्ग, वर्गले सबैले समान रूपले प्राप्त गर्ने सर्वव्यापी हुन्छ र यो अहरणीय हुन्छ। कसैले पनि यसलाई अलाइन गर्न, हरण गर्न सक्दैन, पाउँदैन। पायो, हरण गर्यो भने त उल्लङ्घन भइहाल्यो, क्षतिपूर्ति, उपचार पाउने हुन्छ। अन्तर्निहित र अविभाज्य हुन्छ, यो इनहेरेन्ट हुन्छ, यो व्यक्तिको अन्तर्निहित अधिकार हो र यो चाहिँ डिभिजिबल हुँदैन, यो इन्डिभिजुअल हुन्छ। यसलाई खण्डित गरेर यति पाटो चाहिँ प्रयोग गरेर यति चाहिँ हरण गर्छु भन्न पाइँदैन। अनुलङ्घनीय, इनअभोइडेबल हुन्छ, कसैले पनि यसलाई उल्लङ्घन गर्न सक्दैन, अभोइड गर्न सक्दैन। सक्यो अभोइड गर्नु नै त्यसको मानवाधिकारको हनन भयो, त्यसको उपचार प्राप्त व्यक्तिले गर्छ। समानता र अविभेद हुन्छ, यी अधिकारहरू प्राप्तिमा सबैले समान अवसर प्राप्त गर्छन्। कसैलाई विभेद गरेर कसैले बढी कसैले कम प्राप्त गर्ने किसिमका हुँदैनन् यिनीहरू। अन्तर्निर्भर र अन्तर सम्बन्धित हुन्छन् यिनीहरू। इन्टरडिपेन्डेन्स भनेको एउटा अर्कोमा अन्तर्निर्भर भइराखेका हुन्छ हैन, एउटा अर्कोमा अन्तर्निर्भर भइराखेका हुन्छ। अनि यिनीहरूका बीचमा अनुनाश्रित अन्तर सम्बन्ध हुन्छ मानव अधिकारहरूका बीचमा। अनि त्यसपछि गएर यिनीहरूले के अपेक्षा गर्छन् त भन्दा उत्तरदायित्व, यो सरकारको उत्तरदायित्व हो। र त्यसपछि गएर विधिको शासन भयो भने मात्रै मानव अधिकार चाहिँ प्रभावकारी कार्यान्वयन हुन सक्छ। के विधिको शासन, कानुनका नजरमा सबै समान हुनु पर्यो, कानुन न्यायिक उपचारमाथि सबैको समान पहुँच पनि हुनु पर्यो र यो कानुनको उल्लङ्घन गर्ने स्पेस हुनु भएन, अनि स्वविवेकीय अधिकारको प्रयोग गर्ने स्थिति हुनु भएन, अनि मात्रै यो चाहिँ के भन्छ मानवाधिकार सम्भव हुन्छ। त्यसैले उत्तरदायित्व र विधिको शासन अर्को विशेषता हो। र डिग्निटी अफ ह्युमन बिइङ, यसको चाहिँ मेन जोड चाहिँ केमा हुन्छ त भन्दा मानव मात्रको आत्मसम्मानमा हुन्छ। के यसले अरू कुराको जस्तो एनिमल राइट्स छुट्टै होला हैन, छुट्टै हुन्छ। मानव अधिकार भनेको चाहिँ मानिस मात्रको आत्मसम्मान बढाउनका लागि हो र लिगल्ली प्रोटेक्टेड हुन्छ। यो कानुनले नै यसलाई संरक्षित गरे हुन्छ। यो एउटा देश एउटा परिवेशमा मात्रै हैन, अन्तर्राष्ट्रिय रूपमै सुनिश्चित गरिएको हुन्छ, इन्टरनेसनल्ली ग्यारेन्टेड हुन्छ। अब यसका विभिन्न प्रकारहरू हुन्छन्, जस्तो बाँच्न पाउने अधिकार, राइट टु लाइफ, अनि स्वतन्त्रता र सुरक्षाको अधिकार, राइट टु लिबर्टी एन्ड सेक्युरिटी। त्यसपछि यो नागरिक
तथा राजनीतिक अधिकारभित्र यसरी जति पनि पोलिटिकल र व्यक्तिको स्वतन्त्रता आत्मसम्मानसँग सम्बद्ध अधिकारहरू चाहिँ नागरिक र राजनीतिक अधिकार हुन्छन्। यिनीहरू चाहिँ पहिलो प्राथमिकताका मानव अधिकारहरू हुन्। पहिलो पुस्ताका पनि अहिले आउँछ त्यही। यी सबै कुराहरू यहाँ लेखिएको, इक्विटी बिफोर द ल, इन्डिपेन्डेन्स अफ जुडिसियरी, द राइट टु प्राइभेसी, होइन, फ्रिडम अफ थट, कन्साइन्स एन्ड रिलिजन, अनि फ्रिडम अफ एक्सप्रेसन, फ्रिडम अफ एसोसिएसन, है, त्यस्तै गरिकन पब्लिक कन्डक्टहरूमा भाग लिन पाउने अधिकारको कुरा, भोट हाल्ने र इलेक्टेड हुने, अनि पोलिटिकल स्ट्याटस चाहिँ आफ्नो खुसीले छनौट गर्ने, यी चाहिँ राजनीतिक र नागरिक हकहरू भए, अधिकारहरू भए। यिनीहरूलाई यसरी भनिन्छ। अब यो दुइटै लेख्नु पर्दैन, अङ्ग्रेजी र नेपाली। इङ्ग्लिसमा लेख्नेले अङ्ग्रेजी लेख्नु होला, नेपालीमा लेख्नेले नेपाली मात्रै लेखे हुन्छ। यो दुइटैलाई काम लागोस्, किनभने यो फ्याक्ट कुरा जस्तै कुरा भएको भएर अङ्ग्रेजीमा उल्था गर्दा अप्ठ्यारो नहोस् भनेर राखिदिएको। अब यो मानव अधिकारका प्रकारमै अर्को पहिलो अघि भनेको नागरिक र राजनीतिक पछि अर्को चाहिँ आर्थिक, सामाजिक र सांस्कृतिक गरेर वर्गीकरण गर्न सकिन्छ। अब यो चाहिँ दुईटा कन्भेन्सनले नै सुनिश्चित गरेका कुराहरू यहाँ राखेका हो। मानव अधिकार सम्बन्धी चाहिँ राजनीतिक, आर्थिक, के अरे राजनीतिक तथा नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी कन्भेन्सन एउटा छ, र अर्को चाहिँ आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी कन्भेन्सन अर्को छ। यी दुईटाले यसरी छुट्याएको कुराहरू नै यहाँ राख्दै हो। अब यसमा आर्थिक, सामाजिक, सांस्कृतिकमा चाहिँ ट्रेड युनियनको अधिकारदेखि लिएर यो शारीरिक मानसिक स्वास्थ्यको अधिकारदेखि लिएर यो उन्नत जीवन स्तरको अधिकार, संस्कृतिको अधिकार, होइन, अनि सामाजिक सांस्कृतिक रूपले विकास हुन पाउने अधिकार, यिनीहरू चाहिँ आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारभित्र पर्छन्। यसरी दुईटा ब्रोडर क्याटेगोरीमा हामीले बाँड्न सक्छौँ। र अब प्रकारको कुरा गर्दा चाहिँ यसको उत्पत्तिका आधारमा प्रथम पुस्ता, दोस्रो पुस्ता, तेस्रो पुस्ता, चौथो पुस्ताको अधिकार भनेर पनि वर्गीकरण गरिन्छ के पुस्ताका, यो कहिले उत्पत्ति भयो, कुन पछि कुन आयो भन्ने मानेमा। अनि त्यसको नेचरका आधारमा चाहिँ फेरि प्रकृतिका आधारमा चाहिँ नकारात्मक र सकारात्मक भनेर पनि वर्गीकरण गरिन्छ। र उपभोगकर्ताका आधारमा जो मानव अधिकार उपभोग गर्ने नागरिकहरू हुन्छन् उनीहरूका आधारमा हेर्दा चाहिँ वैयक्तिक अधिकार र सामूहिक अधिकार, एउटा व्यक्तिले मात्रै उपभोग गर्न पाउने र सम्पूर्ण समूहले, समुदायले, वर्गले उपभोग गर्न पाउने सामूहिक, यसरी वर्गीकरण गर्न सकिन्छ। अब यो माथिको पहिलो, दोस्रो, तेस्रो पुस्ता भन्ने कहिलेकाहीँ आउँछ, यहाँ मैले लेखिदिएको छु। पहिलो पुस्ताका अधिकार चाहिँ अघि हामीले पढेको नागरिक र राजनीतिक अधिकारहरू पर्छन्। यो चाहिँ राज्यले जसरी पनि कम्प्लायन्स गर्नै पर्ने हुन्छ। फन्डामेन्टल राइटमा पनि यिनै राइटहरू समावेश भएका हुन्छन्, होइन। अनि त्यसपछि गएर त्यो मानिस हुनका लागि, मानिस भएको हैसियतमा बाँच्नका लागि उसको फ्रिडम अफ चोइस, पोलिटिकल इन्गेजमेन्ट, होइन, त्यसपछि गएर वाक स्वतन्त्रता, सङ्गठित हुने, मोबिलिटीको स्वतन्त्रता, यी बेसिक कुराहरू जुन हुन्छन्, इन्डिभिजुअल राइट्सहरू जुन हुन्छन्, ती चाहिँ पहिलोमा र राजनीतिक प्राणीका रूपमा पोलिटिकल एक्सनमा, प्रोसेसमा इन्गेज हुन पाउने अधिकार पहिलो पुस्ताका भए। अब त्यो पुरा भएपछि दोस्रो पुस्ताका अधिकारमा चाहिँ अघि पढेको आर्थिक, सामाजिक, सांस्कृतिकलाई मानिन्छ। बल्ल त्यसपछि चाहिँ ती अधिकारहरू दोस्रो पुस्तामा पर्छन्। तेस्रो पुस्ताका अधिकार भनेको चाहिँ यो सामूहिक वा एकताका अधिकारहरू पर्छन्। जस्तो यो पहिलो र दोस्रो त उता हामीले डिटेलमै पढ्यौँ। यसको इक्जाम्पल चाहिँ यस्ता अधिकारहरूमा चाहिँ जस्तो मानिसको आत्मनिर्णयको अधिकार, होइन, यो सामूहिक भयो, एउटा व्यक्तिको मात्रै भएन नि त। सेल्फ डिटर्मिनेसनको राइट्स भयो, शान्तिपूर्ण बाँच्न पाउने अधिकार, शान्तिको अधिकार, यो तेस्रो पुस्तामा। समूहको अधिकार, सामूहिक रूपमा उपभोग गर्ने अधिकारहरू भए। विकासको अधिकार, होइन, मानवीय सहायताको अधिकार, कुनै कठिनाइमा परेको बेलामा। अनि वातावरणीय अधिकार, होइन, यो वातावरण संरक्षण सम्बद्ध अधिकारहरू। यौनिक अधिकार भनेको यौनिक पहिचान सहितको आफ्नो अधिकार, पुरुष, महिला, त्यसपछि तेस्रो लिङ्गी वा यौनिक अल्पसङ्ख्यक सबैको अधिकार हुनुपर्छ भन्ने कुरा। जातीय, धार्मिक, भाषिक, अब यहाँ धार्मिक, भाषिक केही सांस्कृतिकमा पनि परे, लगायतका अल्पसङ्ख्यकहरूको यो इक्जाम्पलमा ल्याएको माइनोरिटिजको राइट्सहरू, यिनीहरू चाहिँ तेस्रो पुस्ताका एउटा निश्चित समूह, समुदायको अधिकारहरू जुन हुन्छन्, सबैले कमन रूपले प्रयोग गर्ने र कलेक्टिभली माग गर्ने, त्यसलाई हामी तेस्रो पुस्ताका अधिकार भन्छौँ।
चौथो पुस्ताका अधिकारका रूपमा चाहिँ जेनेटिक इन्जिनियरिङ सम्बन्धी अधिकारहरू पर्छन् भनेको यो अहिले पछिल्लो समयमा चाहिँ मानव जातिको वंशाणुको अथवा मानिसको चाहिँ के भन्छ यो क्लोनिङको यी जुन कुराहरू विकास भएका छन् साइन्स एन्ड टेक्नोलोजीलाई प्रयोग गरेर त्यो सँग सम्बद्ध अधिकारहरू चाहिँ चौथो पुस्तामा पर्छन्, यानि कि जेनेटिक इन्जिनियरिङसँग सम्बन्धित अधिकारहरू चाहिँ चौथो पुस्तामा पर्छन्। अब यी कतिपय अधिकारहरू चाहिँ युनिभर्सल्ली र ग्लोबल्ली एग्रिड र प्रयोगमा आइसकेका छन् र जेनेटिक इन्जिनियरिङका नयाँ नयाँ प्र्याक्टिसेसहरूका कुराहरू चाहिँ अब अधिकारका रूपमा समावेश हुन र प्रयोग हुन पनि बाँकी रहेका पनि छन्। यस्ता यो पुस्ताका जुन चौथो पुस्ताका अधिकारहरू चाहिँ कुन हदसम्म मान्यता दिनुपर्छ र कुन हदसम्म दिनु हुँदैन भन्ने कुरा चाहिँ अझै पनि यो सैद्धान्तिक बहस जारी छ हैन। तपाईले चाहे यो भनौँ न क्लोनिङ गर्न पाइने कि नपाइने भन्ने, अब अहिले टेस्ट ट्युब बेबीहरू यो त अधिकारकै रूपमा स्थापित भइसकेको कुरा छ हैन। यी यस्ता कुराहरू चौथो पुस्तामा पर्छन् र यो चौथो पुस्ता चाहिँ इभल्भिङ फेजमा भएको भएर कतिपय कुरा चाहिँ अधिकारका रूपमा स्वीकार्ने वा नस्वीकार्ने भन्नेमा एक्सपेरिमेन्टल फेजमा पनि छन्। ह्युमन जेनोमको अध्ययन, जेनेटिक मेनिपुलेसन, यो भिट्रो फर्टिलाइजेसन, ह्युमन इम्ब्रोइज, यो सबै तपाईँले अर्थ बुझ्नुपर्छ भन्ने छैन। यिनीहरूमध्ये केहीलाई तपाईँले उदाहरणका रूपमा लिन सक्नुहुन्छ। यसको आदिमाथिको अनुसन्धान चाहिँ यस्ता जटिल कानुनी, नैतिक र धार्मिक प्रश्न खडा गर्ने विषयहरू हुन्। अघि मैले भने एक्सपेरिमेन्टेसन भइराखेका विषयहरू भए। अब यसले कानुनमा के असर गर्छ, नैतिक पक्षमा कस्तो असर गर्छ, धार्मिक पक्षमा कस्तो असर गर्छ भन्ने विषय भएको कारणले गर्दाखेरि यस्ता विषयहरूमा अहिले एक्सपेरिमेन्टेसन त भइराखेको छ। तर यसले व्यक्तिको जीवनलाई सहज, मानव जातिको निरन्तरता र अस्तित्वलाई सहज त बनाउला, तर त्यसले यी पाटोहरू मानवीयताका, मानव मात्र भएपछि जोडिएर आउने यी कानुनी, नैतिक, धार्मिक प्रश्नहरू जुन छन्, सामाजिक प्रश्नहरू, तिनलाई कस्तो असर पार्छ भन्ने विषय चाहिँ गम्भीर छ र त्यस विषयमा पक्ष र विपक्ष दुईटैमा बलिया तर्कहरू रहेको पाइन्छ। त्यसैले यो जेनेटिक्स राइट जुन छ, ह्युमन जिनोमसँग सम्बद्ध चौथो पुस्ताको राइट्स चाहिँ धेरै केही कुराहरू अधिकारका रूपमा स्थापित र स्वीकार्य भइसकेका छन् भने धेरै कुराहरू अनुसन्धान र बहसकै उसमा छन्। चौथो पुस्ताका अधिकारहरू खास गरी कुनै व्यक्ति वा समूहसँग मात्र सरोकार राख्ने नभएर यो चाहिँ समग्र मानवतासँगै सरोकार राख्ने विषयहरू हुन्। अनि त्यसैले यिनीहरू भावी पुस्ताका अधिकार हुने भनेर पनि भनिन्छ, इभल्भिङ भइराखेको भएर, समग्र मानव जातिको भएर। अब नकारात्मक अधिकार पनि भनेको थिएँ, सकारात्मक र नकारात्मक। नकारात्मक अधिकार भनेका त्यस्ता मानव अधिकार हुन् जसले चाहिँ व्यक्तिलाई निश्चित विषयबाट स्वतन्त्रता प्रदान गर्छन्। ओके, निश्चित अवस्था वा विषयबाट चाहिँ उसलाई स्वतन्त्रता प्रदान गर्छन् र अर्को पक्षलाई चाहिँ नकारात्मक दायित्व सिर्जना गर्छन् कि जस्तो फन्डामेन्टल राइट भनेपछि त त्यो त नकारात्मक अधिकार भनिन्छ। त्यो पुरा गर्न त सरकारलाई दायित्व सिर्जना गरिदियो नि। आवासको हक हुनेछ भनेपछि कसले पैसा पे गर्छ, कसले दायित्व, सरकारलाई चाहिँ दायित्व सिर्जना भयो हैन। अब व्यक्तिले चाहिँ त्यो अवस्थाबाट उन्मुक्ति पाए, घरविहीनबाट रोजगारीको हक भनेको छ। व्यक्तिले बेरोजगार भएर न्यूनतम जीवन चलाउनलाई आम्दानी नभएको स्थिति, गरिबीबाट मुक्ति पाउला, तर राज्यलाई वा सरकार जसले दिने हो उसलाई दायित्व सिर्जना भयो। त्यसैले यसलाई चाहिँ नकारात्मक अधिकार भने हो। अब उक्त पक्षले त्यस्ता अधिकारबाट व्यक्तिलाई वञ्चित गर्न वा हस्तक्षेप गर्न नसक्ने व्यवस्था चाहिँ मिलाइएको हुन्छ यी नकारात्मक अवस्थामा। जस्तो मौलिक हककै कुरा मैले भने नकारात्मक अधिकार हुन् र तिनीहरूबाट वञ्चित गर्न सक्दैन। गर्यो भने कानुनी उपचार, के अरे संवैधानिक उपचारको व्यवस्था गरेको छ र यसमा खास गरी नागरिक र राजनीतिक अधिकारहरू चाहिँ बेसिक नकारात्मक अधिकारको चरित्रमा पर्छन्। र त्यसै गरी सकारात्मक अधिकारमा चाहिँ त्यस्ता अधिकार पर्छन् जसले अर्को पक्षलाई सकारात्मक जिम्मेवारी सिर्जना गर्छ। यो अनिवार्य नकारात्मक दायित्व होइन, सकारात्मक जिम्मेवारी। निशुल्क शिक्षा होइन, स्वास्थ्य, रोजगारी, न्यूनतम ज्यालाका अधिकारलाई चाहिँ हामी सकारात्मक अधिकारका रूपमा राख्न सक्छौँ। अब हेर्दा नेगेटिभ नभए पनि अब अघिको पोलिटिकल र सिभिक राइटमा चाहिँ के हुने भयो त भन्दाखेरि स्वतन्त्रताको हक भनिसकेपछि मान्छेले आन्दोलन गर्न पाउने भए, त्यसले गर्दा सरकारलाई थ्रेट सिर्जना भयो होइन। तर यिनीहरूले चाहिँ त्यस्तो थ्रेट चाहिँ सिर्जना गर्दैनन्, सकारात्मक दायित्व चाहिँ यिनीहरूले पनि सिर्जना गर्छन् होइन। योजना, नीति, कार्यक्रम बनाउने र कार्यान्वयन गर्नुपर्ने, यसरी
हामीले सकारात्मक र नकारात्मक छुट्याउन सक्छौँ। अब दस्तावेज भनेको थिएँ, विश्वव्यापी दस्तावेजमा त खास गरी संयुक्त राष्ट्र सङ्घको बडापत्र नै एउटा प्रमुख भयो। यसले चाहिँ संयुक्त राष्ट्र सङ्घमा आबद्ध मुलुकहरूले आधारभूत मानवाधिकार, व्यक्तिको आत्मसम्मान र मूल्य, महिला पुरुषको समान अधिकार, होइन, न्याय, समानता, स्वतन्त्रता, शान्तिपूर्ण जीवनको सुनिश्चितता गर्न चाहिँ सबै सदस्य मुलुकहरू प्रतिबद्ध हुनुपर्छ भनेर भनेको छ, त्यो गराएको छ। अब युएन चार्टर बाहेक त्यसलाई ठ्याक्कै मानवाधिकारकै दस्तावेज भनेर उल्लेख गरिन्न, तर त्यो हो एउटा मूल दस्तावेज। त्यो बाहेक चाहिँ अब यो मानवाधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र, सबै किसिमका जातीय भेदभाव उन्मूलन गर्ने अन्तर्राष्ट्रिय महासन्धि, नागरिक तथा आर्थिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध, होइन, आर्थिक सामाजिक तथा नागरिक तथा राजनीतिक हो है, यो यहाँ बिग्रेछ, फेरि तपाईँहरूलाई झुक्किनु होला, नागरिक तथा यो उसमा छ होला, यो मिलेन, सच्याउनु होला है। यो अहिले पिडिएफमा मैले तपाईँहरूलाई पठाउन सजिलो होस् भनेर गरिहालेको छु। यहाँ चाहिँ आर्थिक भयो, एकै मिनटलाई यसलाई नन पिडिएफ फाइलमा सेयर गर्छु ल। अधिकारहरू मुख्य चाहिँ यिनीहरू भए अरू पनि धेरै छन्, होइन। अब यसमा चाहिँ नेपालमा 39वटा महासन्धिको नेपाल चाहिँ पक्ष राष्ट्र भएको अवस्था छ र नेपाल पक्ष राष्ट्र भएका महासन्धिमा चाहिँ राष्ट्रिय मानवाधिकार आयोगले ती महासन्धिको कार्यान्वयनको अनुगमन गर्छ र कुनै कमजोरी पाइयो भने सरकारलाई सुधार गर्न सिफारिस पनि गर्छ, सुझाव दिन्छ। अनि संयुक्त राष्ट्र सङ्घीय समिति, मानवाधिकार समितिमा चाहिँ नेपालमा पठाउनु पर्ने प्रतिवेदन चाहिँ सरकारलाई सुझाव दिन्छ र सरकारले त्यो प्रतिवेदन पठाउँछ, जुन जुन महासन्धिहरू छन्। अनि नेपाल पक्ष भएका महासन्धिहरूको कार्यान्वयन गर्न चाहिँ सरकारले त्यस्ता सन्धिले व्यवस्था गरेका कुरा चाहिँ आफूले पालना गर्ने गरिकन, संरक्षण गर्ने गरिकन, सम्मान गर्ने गरिकन आफ्नो दायित्व निर्वाह गर्नुपर्ने हुन्छ र तिनीहरूको आन्तरिकीकरण गर्न हाम्रा कानुनमा त्यसको व्यवस्था गर्ने अनि प्रशासनिक र न्यायिक लगायतका संस्थागत र कानुनी संरचनाहरू पनि स्थापना गर्नुपर्ने हुन्छ। अनि महासन्धिको व्यवस्था बमोजिम सम्बन्धित समितिमा यो हामीले आवधिक रूपमा प्रतिवेदन पठाउनु पर्ने हुन्छ र त्यसरी समितिबाट भएका सिफारिस फेरि कार्यान्वयन गर्नुपर्ने हुन्छ। समिति भनेको संयुक्त राष्ट्र सङ्घको समितिमा। अनि नेपालमा चाहिँ अन्तर्राष्ट्रिय सन्धि सम्झौता लागू गर्ने विषय चाहिँ सन्धि ऐनले व्यवस्था गरेको छ। त्यही अनुसार हामीले अन्तर्राष्ट्रिय स्तरमा गरेका सन्धिलाई चाहिँ कार्यान्वयन गर्नुपर्छ र कानुनसँग ती सन्धि बाजियो भने सन्धि ठुलो मानिन्छ, सन्धिमा भएको व्यवस्था लागू हुन्छ, राष्ट्रिय कानुनभन्दा अन्तर्राष्ट्रिय सन्धि माथि हुन्छ है। यस्ता खालका व्यवस्थाहरू छन् मानवाधिकारका सम्बन्धमा। र एउटा पेरिस सिद्धान्त भन्ने छ मानवाधिकार सम्बन्धी, यो 1991मा फ्रान्सको पेरिसमा भएको हो। त्यहाँ चाहिँ संयुक्त राष्ट्र सङ्घले मानवाधिकार संरक्षण र सम्वर्धन सम्बन्धी विश्वव्यापी पहलका रूपमा एउटा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेर उसले सबै सदस्य राष्ट्रहरूलाई के भन्यो त भन्दा मानवाधिकारको संरक्षण गर्न, सम्वर्धन गर्न हरेक देशले एउटा राष्ट्रिय स्तरको स्वायत्त स्वतन्त्र संस्था स्थापना गर्नुपर्छ है भनेर प्रस्ताव राखेर पास गर्यो। त्यो प्रस्तावले चाहिँ त्यस्तो संस्था के हुनुपर्छ त भन्दा त्यसलाई बृहत कार्यदेश दिनुपर्छ, मानवाधिकारको अनुगमन गर्ने, अध्ययन गर्ने, अनुसन्धान गर्ने, सरकारलाई सिफारिस दिने, त्यसको कारबाहीको सिफारिस गर्ने लगायतको बृहत कार्यादेश दिनुपर्छ। अनि त्यो पूर्ण स्वायत्त हुनुपर्छ। हामीले संवैधानिक निकायका रूपमा स्वायत्त बनाएका छौँ। त्यसले स्वतन्त्र रूपमा काम गर्न पाउनुपर्छ। अनि त्यो बहुलवादमा आधारित समावेशी चरित्रको हुनुपर्छ र पर्याप्त स्रोत साधन सरकारले दिनुपर्छ। अनि अनुसन्धानको अधिकारलाई पनि पर्याप्त दिनुपर्छ है भनेर त्यस्तो संस्था, यी 5-6वटा क्यारेक्टरिस्टिक्स भएको संस्था चाहिँ स्थापना गर्नुपर्छ भनेर त्यसले पास गरेको थियो पेरिस कन्फरेन्सले। र ती शर्तलाई पालना गरेर अब सदस्य राष्ट्रहरूले चाहिँ राष्ट्रिय मानवाधिकार संस्था स्थापना गर्नुपर्ने भन्ने जुन सिद्धान्त हो त्यसैलाई हामी पेरिस सिद्धान्त भनेर भन्छौँ है। यी 5-6वटा मान्यता प्राप्त गरेर शर्त पुरा गरेर राष्ट्रिय स्तरमा स्वायत्त र सक्षम ढङ्गले काम गर्ने राष्ट्रिय संस्था स्थापना गर्नुपर्छ भन्ने सिद्धान्त त्यो 1991को पेरिस कन्फरेन्सले जुन पारित गरेको थियो त्यसैलाई हामी पेरिस सिद्धान्त भन्छौँ। र हामीले पेरिस सिद्धान्तलाई पालना गर्दै राष्ट्रिय मानव अधिकार आयोगको स्थापना गरे। अब कहिलेकाहीँ यस्तो कुरा फ्याट्टा आउँछ तपाईँहरूलाई। अब
हामी कहाँ के छ मानवाधिकार सम्बन्धी व्यवस्था भन्यो भने चाहिँ संविधानले प्रस्तावनामै मानवाधिकारलाई चाहिँ लोकतान्त्रिक मूल्य मान्यता हो यो, यसको हामीले अनुसरण गर्छौँ भनेर स्वीकार गरेको छ। राज्यका निर्देशक सिद्धान्तमा मौलिक हक तथा मानवाधिकारका मूल्य मान्यताको आत्मसात र संरक्षण गर्नु राज्यको उद्देश्य हुने भनेर निर्देशक सिद्धान्तमै पनि भनिएको छ। अनि 31वटा मौलिक हकहरू छन् र तिनको संवैधानिक उपचारको व्यवस्था गरिएको छ। मौलिक हक र मानवाधिकारको संरक्षण र सम्वर्धन गर्नु चाहिँ राज्यको दायित्व हुने भनेर संविधानले भनेको छ। मानवाधिकारको संरक्षण र सम्वर्धन गर्दै विधिको शासन कायम गर्ने चाहिँ राज्यको नीतिमा उल्लेख छ। संवैधानिक निकायका रूपमा हामीले राष्ट्रिय मानवाधिकार आयोगको व्यवस्था गरेका छौँ संविधानमै। विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौता र महासन्धिहरूको 39 को हामी पक्ष राष्ट्र छौँ। मानवाधिकार सम्बन्धी चाहिँ 5औं राष्ट्रिय कार्ययोजना बनाएर हामीले कार्यान्वयन गरिराखेका छौँ। यस्ता व्यवस्थाहरू छन्। र अब संस्थागतमा हेऱ्यो भने त अब यो सबै मैले भनिराख्दिनँ। राष्ट्रिय मानवाधिकार आयोग, विभिन्न आयोगहरू छन्, संसदीय समिति, सङ्घीय संसद र प्रदेश सभा दुवैमा मानवाधिकारलाई हेर्ने समितिहरू पनि छन्। अरू विषयका अतिरिक्त 3 तहका अदालत छन्, अनि अन्य अदालत र न्यायिक निकाय पनि छन्। महाधिवक्ताको कार्यालय, सरकारी वकिलको कार्यालयले मानवाधिकारको सरकारवादी मुद्दाहरूको बहस गर्छ, पैरवी गर्छ। प्रधानमन्त्री मन्त्री परिषदको कार्यालय फोकल एजेन्सी हो मानवाधिकार संरक्षण सम्बन्धी। अनि विभिन्न विषयगत मन्त्रालय, स्थानीय तहहरू, तिनीहरूले पनि काम गर्छन्। यी सुरक्षा निकाय, नागरिक समाज, मिडिया, श्रमिक युनियन, अधिकार कर्मी, यस्ता खालका संस्थागत व्यवस्थाहरू छन्। भने अब यो मानवाधिकार र विकासका बीचमा के सम्बन्ध हुन्छ भनेर सोध्यो भने चाहिँ अहिले हामीले विकासलाई पनि मानवाधिकारकै रूपमा राखेका छौँ। अधिकार बेगरको विकास र विकास बेगरको मानवाधिकार सम्भव हुँदैन भनिन्छ। यिनीहरूलाई छुट्याएर हेर्न सकिँदैन। त्यसैले विकासको नै अहिले यो चाहिँ मानवाधिकारकै रूपमा विकासलाई हेर्ने अधिकारमुखी विकासको अवधारणा अवलम्बन गरिएको छ पछिल्लो समयमा। अनि विकासवादी मौलिक हकहरू हामीले हेऱ्यो भने संविधानमा तपाईँले यो शिक्षाको हक, रोजगारीको हक, होइन, अनि तपाईँको समानताभित्र आयमा के भन्छ यो ज्यालाको समानताको कुरा, होइन, अथवा आवासको हक, यी कुराहरू जुन गरेका छौँ, वातावरणको हक, यी विकाससँग सम्बद्ध मौलिक हकहरू छन्। त्यसैले ती मानवाधिकारका रूपमा विकासका अधिकारहरू स्थापित भएको अवस्था छ। अनि विकासका कारण मानवाधिकार हनन हुनुहुन्न भन्ने पनि छ अर्को पाटो। फेरि विकास भनेर हामीले मानवाधिकार हनन हुने गरी भनेको मान्छेको बस्ती उठाएर सांस्कृतिक धरोहरहरू, पुरातात्विक धरोहरहरू नष्ट गरेर, होइन, भाषा संस्कृति यसलाई नष्ट गरेर विकास गर्न पाइँदैन भन्ने। त्यसैले यो विकास गर्दाखेरि पनि मानवाधिकारको रक्षा गरेर मात्रै गरेको विकास दिगो हुन्छ भन्ने छ। अहिले पछिल्लो समय मानव विकासको अवधारणा भएको छ। त्यो मानव विकास भनेकै मानवाधिकारको रूपमा भयो। शिक्षा, स्वास्थ्य, औषध, आयुको कुरा, आम्दानी, यी कुराहरू छ नि। अनि विकासले मानिसको स्वतन्त्रता र छनौटको सुनिश्चितता गरेर अनि मानवाधिकारको प्रवर्धन गर्छ भन्ने हो। त्यही भएर विकास भयो भने मानवाधिकार पनि अभिवृद्धि हुन्छ। मानवाधिकार भएको ठाउँमा विकास, मानवाधिकारको संरक्षण सहितको विकास मात्रै दिगो विकास हुन्छ भन्ने हो। विकास बिना मानवाधिकार फेरि संरक्षण हुँदैन। र विकासले मानवीय चेतना अभिवृद्धि गर्छ र मानिस चाहिँ अधिकारको खोजी गर्न सक्ने हुन्छ, अनि पो मानवाधिकार संरक्षण हुन्छ। त विकासले मानिसका आधारभूत आवश्यकता पूर्ति गर्छ, जस्तो शिक्षा, स्वास्थ्य, सरसफाइ, पोषण, स्वस्थ वातावरण आदिको सुनिश्चित गर्छ, होइन। अनि जुन चाहिँ मानवाधिकारका पनि विषय हुन्, दिगो विकास, अनि विकास र मौलिकता, इन्डिजिनियस राइट्स, होइन, अनि त्यसपछि गएर लैङ्गिक सवाल, यी आदि मानवाधिकार र विकास दुईटैका साझा सवाल हुन्। यी कुराहरूलाई हेर्दा चाहिँ मानवाधिकार र विकास भनेका परिपूरक हुन्। यिनीहरूलाई अलग गरेर हेर्न सकिँदैन भन्नुपर्ने हुन्छ। नेपालमा मानवाधिकार कार्यान्वयनमा रहेका समस्या के छन् भन्ने कुरा यिनीहरू भयो। त्यसपछि समाधान गर्न के गर्ने भन्ने, त्यसैलाई रिभर्स गर्ने हो। यसमा धेरै समय खेर फाल्नु परेन। अब अर्को चाहिँ यो नागरिक चेतना भनेको, यसमा चाहिँ नागरिक चेतना भन्नाले के बुझिन्छ, यसका उद्देश्यमाथि प्रकाश पार्दै नागरिक चेतना बढाउने उपायहरू सुझाउनुहोस् भन्ने एउटा क्वेसन हुनसक्छ। अब यहाँ केही चाहिँ सर क्वेसन आन्सरको मोडलमा पनि छ। अब यो यस्तो क्वेसनमा चाहिँ अब नागरिक चेतना भनेर अलिकति परिभाषित गरेर अनि यहाँ चाहिँ नागरिक चेतना के हो भन्ने चाहिँ मैले बुदागत रूपमा भनिदिएको छु।
नागरिकलाई उसको अधिकार कर्तव्य दायित्व होइन सेवा सुविधा बारे सचेत र सुसूचित गर्ने काम चाहिँ नागरिक चेतना हो। यसले चाहिँ कुनै पनि नागरिकलाई एउटा असल नागरिक के व्यक्तिलाई असल नागरिक गुड सिटिजन बनाउन आवश्यक पर्ने उसमा कस्तो आनी बानी चाहिन्छ, मूल्य ज्ञान सिप चाहिन्छ, त्यो कुरालाई विकास गर्न मद्दत गर्छ अथवा त्यस्तो विकास गर्ने प्रक्रिया नै नागरिक चेतना हो। र खास गरी नागरिक चेतना भनेको चाहिँ राजनीतिक चेतना भने पनि हुन्छ, पोलिटिकल अवेरनेस भने पनि हुन्छ। त्यो कुराको ज्ञान, मेरो अधिकार के, कर्तव्य के, होइन, मैले राज्य सञ्चालनमा के योगदान गर्न सक्छु, होइन, अनि त्यसको प्रभावकारी योगदानले मैले चुनेका प्रतिनिधिबाट देशलाई कस्तो फाइदा हुन्छ, खराब मान्छे चुनियो भने कस्तो बेफाइदा हुन्छ, अधिकार हनन भयो भने कहाँ खोजी गर्न जानुपर्छ, यो सबै कुराको ज्ञान विकास गराउनु र त्यो ज्ञान आफूमा हुनुको अवस्था चाहिँ नागरिक चेतना हो भनेर भन्नुपर्ने हुन्छ। यसका उद्देश्य भनेको चाहिँ नागरिकलाई उसको अधिकार र कर्तव्यको बोध गराउनु हो खासमा, र मुलुकको राजनीतिक प्रणाली र संरचनाका बारेमा सबै नागरिकलाई जानकारी गराउनु पनि हो। अनि नागरिकलाई चाहिँ लोकतान्त्रिक मूल्य, मान्यता, संस्था, नियम यसको बारेमा सचेतना बढाउने कुरा पनि गर्छ नागरिक चेतनाले, त्यो बढाइदिन्छ। लोकतान्त्रिक प्रक्रियामा नागरिकको सृजनशील सहभागिता अभिवृद्धि पनि गराउँछ यसले, र नागरिकमा राजनीतिक सहनशीलता, कानुनी परिपालना र लोकतान्त्रिक पद्धतिप्रतिको विश्वास अभिवृद्धि पनि गर्छ, होइन। यस्तो उद्देश्यहरू चाहिँ यस्ता हुन्छन् नागरिक सचेतनाका, नागरिक चेतनाका। के गरेर बढाउन सकिन्छ, यो चाहिँ अब नयाँ कुरा, तपाईँहरूले ध्यान दिनु होला, यो इम्पोर्टेन्ट छ र यो सबैतिर नहुने अनकमन विषय हो। के गर्यो भने नागरिक चेतना बढाउन सकिन्छ त भन्दा सबभन्दा पहिला फर्मल एन्ड इन्फर्मल सिभिक एजुकेसनबाट है, औपचारिक अनौपचारिक रूपमा नागरिक शिक्षा दिएर एउटा युनिभर्सल्ली प्रयोग हुने टुल हो यो नागरिक शिक्षा। अर्को चाहिँ सर्भिस लर्निङ भन्ने हुन्छ, सेवा मार्फत सिकाइ, तपाईँले गर्दै गएपछि सिक्नुहुन्छ। विदेशतिर केटाकेटीलाई हाई स्कुलकै केटाकेटीहरूलाई चाहिँ 1 हप्ता चाहिँ फिल्ड वर्क गराइन्छ वर्षमा वा त्यस्तै, होइन। त्यो भनेको चाहिँ के हो त भन्दा वृद्ध असहाय, अपाङ्गता वा बालबालिका यिनीहरूलाई सेवा गर्न फिल्डमा पठाइन्छ, पार्कमै बस्ने, सुत्ने, पैसा माग्ने, कलेक्सन गर्ने, बाटोमा गाडी सफा गरिदिएर पैसा उठाउने, होइन, डोनेसन जम्मा गर्ने, यो काम गर्न लगाइन्छ कि। अब त्यो चाहिँ पढाएर सिकाउनु भन्दा के हो यो सिभिक अवेरनेस भन्ने कुरा, यो गरेर उसलाई सचेत गराउने कुरा चाहिँ यस्तो एकदमै इम्पोर्टेन्ट छ। सर्भिस लर्निङ काम गर्दै त्यसमा प्र्याक्टिकल्ली गरेर नागरिक सचेतना जगाउने कुरा। अनि नागरिक गतिविधिमा संलग्नता, इङ्गेजिङ इन सिभिक एक्सन। तपाईँ अब विभिन्न शान्तिपूर्ण आन्दोलनहरू भए, होइन, कसैको अधिकारको विषयमा चाहिँ यो सत्याग्रह बस्नु पर्यो, होइन, अनि कुनै अन्तर्क्रिया छलफल भए, यी कुराहरू क्याम्पेनहरू भए, अभियानहरू, त्यसमा संलग्न भएर पनि नागरिक शिक्षा, नागरिक सचेतना बढाउन सकिन्छ। अन्तर्क्रिया गरेर सिभिक एजुकेसन थ्रु डिस्कसन, यी विषयहरूमा बहस चलाएर, गोष्ठी, सेमिनार, अन्तर्क्रिया, खुल्ला बहस आदि चलाएर, समुदायका रूपमा विद्यालय, स्कुल एज कम्युनिटी, विद्यालय चाहिँ समग्र एउटा समुदायको रूपमा सञ्चालन गरियो भने, अथवा त्यसमा चाहिँ सबै किसिमको रोल्स, रेस्पोन्सिबिलिटी अनि कर्तव्य यो सिकाउने, सामाजिक सांस्कृतिक पक्ष, स्थानीय भाषा, होइन, नागरिक जिम्मेवारी, यी सबै सिकाउने एउटा समुदायको रूपमा विकास गरेर पनि। अनि लिबरेसन पेडागोजी भन्छ, यो स्वतन्त्र सिकाइ, व्यक्तिलाई कहिलेकाहीँ कुनै नियम, पाठ्य पुस्तक, संरचना, इन्स्ट्रक्सन भन्दा बाहिर गएर सिक्न दियो भने त्यसले पनि उसलाई आत्मदेखि नै जागरुकता सिर्जना गर्छ। त्यसबाट पनि नागरिक शिक्षा अभिवृद्धि हुन्छ, सचेतना अभिवृद्धि हुन्छ। ब्रह्माण्डीय शिक्षा भन्छ, कस्मोपोलिटन एजुकेसन, हाउ द कस्मोपोलिटन और के भन्छ कस्मिक, यो कस्मस भनौँ न, इट वर्क्स। अब यसमा पावर अनि ग्रहहरू बिचको सम्बन्ध, अनि त्यसपछि गएर हामीले प्राप्त गर्ने ताप, प्रकाश, हामीले उपयोग गर्ने वायु, हावा, अनि जीव जन्तु र यो चाहिँ प्रकृति बिचको अन्तर सम्बन्ध, यो कुरा सिकायो भने पनि मान्छेमा नागरिक चेतना अभिवृद्धि हुन्छ। सचेत नागरिक, एउटा नैतिकवान नागरिक विकास गर्नलाई यसले ठुलो मद्दत गर्छ। सामाजिक र राजनीतिक अभियान, सोसल एन्ड पोलिटिकल क्याम्पेनहरूले त गर्ने नै भए, सञ्चार मिडियाहरूले त झन् चेतना अभिवृद्धि गर्ने भए। यस्ता मिन्सहरू हुन्छन्, यिनीहरू कुनै एउटाले मात्रै होइन, यी सबैको समष्टिका रूपमा नागरिक चेतना बढाउनलाई मद्दत गर्ने मिन्सहरू भए यिनीहरू भनेको चाहिँ। अब यहाँ
अर्को एउटा सम्भावित क्वेसन चाहिँ यसको के हुन सक्छ त भन्दा नागरिक चेतनाका के पक्षहरू हुन्छन्, यसबाट चाहिँ कस्ता परिणामहरूको अपेक्षा गर्न सकिन्छ, नागरिक चेतना भयो भने के हुन्छ भन्ने उपलब्धि के अपेक्षा गर्न सकिन्छ, कारण सहित तर्क प्रस्तुत गर्नुहोस् भनेको छ। नागरिक चेतनाका चाहिँ विभिन्न पक्षहरू हुन्छन्, सिद्धान्तहरू हुन्छन् हैन। यहाँ चाहिँ नागरिक जिम्मेवारी एउटा हो, यसलाई पक्ष पनि भन्न सकियो, सिद्धान्त पनि भन्न सकियो। राज्यको दायित्व, स्टेट अब्लिगेसन हो नागरिक चेतना भनेको। अनि सुसूचित नागरिकको संलग्नताको लागि नागरिक चेतना चाहिने, निर्णय प्रक्रियामा ऊ सुसूचित भएको छ भने हैन। राजनीतिक सहभागिता, पोलिटिकल पार्टिसिपेसनका लागि भनेको राजनीतिमा, निर्वाचनमा कुनै विचारधारा, कुनै राजनीतिक दलसँगको आबद्धता, भोटिङ, आफू उम्मेदवारी, यी राजनीतिक सहभागिताका लागि राजनीतिक नागरिक चेतना चाहिने हो। नागरिक अधिकारको बोध र संरक्षण, उपचारको खोजी गर्न सक्ने बनाउन, विधिको शासनको परिपालना गर्ने गराउने, सामाजिक बहुलवाद, सोशल प्लुरालिजमलाई चाहिँ सुनिश्चित गर्ने कुरा, अनि सामाजिक विवादको सृजनशील समाधान खोजी गर्ने कुरा र नागरिक समाजको विकास गराउने कुरा, यी विभिन्न पक्ष भए, विभिन्न यी सिद्धान्तहरू पनि हुन् नागरिक चेतनाका। अनि यसबाट के अपेक्षित परिणाम चाहिँ के हुन्छ त नागरिक चेतनाको भन्दा सबभन्दा पहिला त सबै व्यक्तिमा पोलिटिकल टोलरेन्स होस्, फरक विचार राख्ने बित्तिकै जुझ्न काटमार गर्न जाने होइन। पहिला हामी कहाँ भर्खर प्रजातन्त्र आउँदा 46-47 सालमा एउटै परिवारमा मान्छेका बिचमा बोलचाल बन्द भयो, छिमेकी र अर्को छिमेकीका बिचमा पानी बाराबार भयो, बिहाबारी एउटा पार्टी र अर्को पार्टीको बिचमा भएन, बाटोमा चौतारोमा घाँस दाउरा जाँदा चिया पसलमा झगडा हुन्थ्यो, एकदमै प्रतिवाद गरिहाल्थे यो पार्टी र त्यो पार्टी भनेर, दलहरूका बिचमा पनि एकदम सिरियस कन्फ्लिक्टहरू हुन्थे। तर अहिले पछिल्लो समयमा मान्छेले यो भन्दै गर्छ, बोल्दै गर्छ, फरक विचार, फरक धारणा सबैलाई टोलरेट गर्न थालेछ कि हो। यो डेमोक्रेसी भनेको पोलिटिकल टोलरेन्स, नागरिक सचेतनाले चाहिँ यो लिएर आउँछ। त्यो भयो भने शान्ति र प्रजातन्त्रको, लोकतन्त्रको असल अभ्यास हुन्छ। अनि नागरिकको लोकतान्त्रिक संस्थाप्रति विश्वास हुन्छ, सरकारका अवयवहरूप्रति सचेतना बढ्दै गयो भने। अहिले चाहिँ नागरिक सचेतना पनि कमजोर भएर तपाईँहरूले हेर्नुभयो भने सबै कुरामाथि एकदम निगेटिभ छ, अविश्वास छ। त्यो चाहिँ वास्तवमा अलिकति सिभिक अवेरनेसको कमी पनि हो। विधिको शासनको कम्प्लायन्स, यो रुल पालना गर्नुपर्छ भन्ने सबैमा स्वतः रूपमा जागरुकता भएर आउँछ। उच्च नागरिक सचेतना, हाई लेभल सिभिक अवेरनेस सिर्जना हुन्छ र एक्सर्साइज अफ सिभिक राइट्स एन्ड सिभिक ड्युटिज, नागरिकले आफ्नो अधिकार पनि प्रयोग गर्छ, कर्तव्य पनि पालना गर्छ नागरिक सचेतना भयो भने। फङ्सनल डेमोक्रेटिक सिस्टम, त्यसले गर्दाखेरि लोकतान्त्रिक प्रणाली चाहिँ क्रियाशील हुन्छ, प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिन्छ। सचेत नागरिक भएनन् भने हुँदैन। प्रभावकारी राजनीतिक प्रक्रिया, पोलिटिकल प्रोसेस पनि इफेक्टिभ हुन्छ। नागरिक चेतना भएन भने जसलाई मन लाग्यो त्यसलाई भोट हाले हुन्छन् हैन। अनि विभिन्न खाले विकृत अवस्था सिर्जना हुन्छ पोलिटिकल्ली। तर ऱ्यासनल चोइस गर्न सक्ने भएपछि राजनीतिक प्रक्रिया पनि प्रभावकारी हुन्छ। अनि एकता र अखण्डता बलियो हुन्छ, सामाजिक सुव्यवस्था र अनुशासन प्राप्त हुन्छ, अनि त्यसपछि मानवाधिकारको उचित व्यवस्था सम्भव हुन्छ र अर्थपूर्ण नागरिक संलग्नता, यो नागरिक चेतनाले दिने परिणाम हो यसको चाहिँ हैन। यो महत्त्व पनि यसैलाई बनाउन सकिन्छ। अब यहाँ अघिकोमा चाहिँ एउटा फेरि यहाँ पढ्नु ल, पक्ष भनेको चाहिँ सिद्धान्त भयो, पक्ष भएको थियो, मैले त्यसैलाई मिलाइदिएँ। तर यहाँ पक्ष भनेर ठोस रूपमा लेख्न तिनीहरूलाई क्लबिङ गरेर मैले दिएको छु, त्यसैले यसलाई अलिकति विभिन्न पक्षको सट्टा चाहिँ मैले सच्याइदिइहाल्छु र नागरिक चेतनाका सिद्धान्तहरू बारे भन्नु पर्यो यसलाई। सिद्धान्तहरू बारे भनेपछि अब कन्फ्युज रहेन नि। ओके, अब ओके, यहाँ चाहिँ अर्को प्रश्न चाहिँ विभिन्न पक्षहरू बारे चर्चा गर्दै उल्लेख गर्दै नागरिक चेतनाका लागि नेपालमा गरिएका व्यवस्थाहरू के छन् लेख्नुहोस् भन्ने भयो। एउटा नागरिक ज्ञान, नागरिक सिप र नागरिक स्वभाव वा प्रवृत्ति गरेर तीनटा, त्यही अघिको कुरालाई खासमा क्लबिङ गरेर यसरी राख्न सकिन्छ पक्षहरू चाहिँ। सिभिक नलेज, सिभिक स्किल र सिभिक एटिच्युड वा सिभिक बिहेभियर भनेर यही तीनटामा बाँड्न सकिन्छ। अब नलेज चाहिँ आफ्नो अधिकार र आफ्नो कर्तव्यको ज्ञान हुनु, अनि स्किल भनेको त्यसको प्रयोग गर्ने, व्याख्या विश्लेषण गर्ने, अनुगमन मूल्याङ्कन अन्तर्क्रिया गर्ने, त्यस्ता सिपहरू हुनु व्यक्तिमा।
अनि स्वभाव चाहिँ त्यो व्यवहारमा देखाउनु, उसले प्रवृत्ति चाहिँ ती ज्ञान र सिपको व्यवहारमा प्रयोग गरेको अवस्था चाहिँ यी तीनटा पक्षहरू भए नागरिक चेतनाका के ब्रोडली। अब नेपालले नागरिक चेतनाका सम्बन्धमा चाहिँ के गरेको छ भन्दाखेरि हामीले चाहिँ नागरिक चेतना अभिवृद्धिका लागि औपचारिक र अनौपचारिक दुवै विधि प्रयोग गर्दै आएका छौँ। विद्यालय विश्वविद्यालयमा नागरिक चेतनाका विषयहरू पाठ्यक्रममा छन्, शिक्षा दिन्छौँ, औपचारिक भयो होइन। अनि विगतदेखि हेऱ्यो भने हाम्रो अहिले पनि सोसल स्टडी स्कुल लेभलमा पढाइ हुने, इतिहास, नेपाल परिचय, नैतिक शिक्षा कतिपयमा पहिला त अनिवार्य थियो, अहिले छैन, राजनीति शास्त्र, यी यस्ता विषयहरूबाट चाहिँ यसका पाठ्यक्रमहरूबाट नागरिक सचेतना जगाउने विषयहरू पढाइ हुन्छ। यो औपचारिक भयो। अनि मुलुकको संविधान अनि त्यसले गरेका नागरिक हक, कर्तव्य, दायित्व, त्यहाँ भएका राजनीतिक प्रणाली, प्रक्रिया, शासकीय पद्धति, संरचना होइन, त्यस्तै समावेशीकरण, सामाजिक न्याय, समानता, यी कन्टेन्टहरू जुन छन् नि संविधानका, यी थुप्रै विषयहरूलाई चाहिँ पाठ्यक्रममा समावेश गरेर औपचारिक ढङ्गले विद्यार्थीलाई पढाइन्छ। त्यो चाहिँ औपचारिक विधि भयो। ती कन्टेन्ट सबै नागरिक सचेतनाका कन्टेन्टहरू भए। अब औपचारिक विधिबाट नागरिक चेतना बढाउन चाहिँ प्रौढ शिक्षा, मतदाता शिक्षा, सामाजिक परिचालन, सशक्तिकरण एवं जागरण होइन, अनि त्यस्तै गरी यस्ता अभियानहरू जस्ता माध्यमहरूको प्रयोग गर्ने गरिएको छ। र त्यसै गरेर राजनीतिक एवं नागरिक आन्दोलन यी अनौपचारिक भए है, यिनीहरू चाहिँ यहाँ औपचारिक अनौपचारिक यी चाहिँ अब तलका चाहिँ यिनीहरू चाहिँ अनौपचारिक भए। नागरिक आन्दोलन, राजनीतिक आन्दोलन होइन, नियमित राजनीतिक गतिविधि, आम सञ्चार, नागरिक समाजका क्रियाकलाप, सामाजिक सञ्जाल, सूचना प्रविधि होइन, अहिले भएको सामाजिक सांस्कृतिक र आर्थिक अन्तर्क्रियाहरू, बाह्य जनता जगतसँगको सम्पर्क र पहुँच, यी यस्ता कुराहरूबाट जति नागरिक सचेतना वृद्धि हुन्छ त्यो चाहिँ अनौपचारिक विधि भए होइन। यसरी औपचारिक र अनौपचारिक दुइटैको हामीले प्रयोग गरेका छौँ। अब नागरिकका कर्तव्य र जिम्मेवारीहरू के को व्यवस्था के छ नेपालमा, अनि संविधानले व्यवस्था गरेका जनताका कर्तव्य जिम्मेवारी भनेको के, एउटा पाटो इन्ट्रोडक्सन गर्नु पर्यो, त्यो भित्र के पर्छ, संविधानले चाहिँ जनताको कर्तव्य के व्यवस्था गरेको छ र तिनको पालना गराउन चाहिँ के गर्नुपर्छ भन्ने कुरा हो। पालना गराउन अघिको जस्तो नागरिक सचेतना र सशक्तिकरण गर्नु पर्यो। अनि सरकारले ती विषयलाई कम्युनिकेट गर्नु पर्यो र नागरिकका बीचमा जिम्मेवारी कर्तव्य के हो, संविधानमा मात्रै लेखेर सबैले कहाँ पढ्छ र होइन, अनि कम्युनिकेट पनि गराउनु पर्यो। अनि अर्को चाहिँ यो नागरिक समाज, मिडिया, विभिन्न सामुदायिक सङ्गठनहरू लाई परिचालन गर्नु पर्यो नागरिक कर्तव्य परिपालनका लागि। कर्तव्य परिपालनको अवस्थाको मोनिटरिङ गरेर त्यसको बारेमा प्रतिवेदन सार्वजनिक गर्नु पर्यो, ताकि नागरिकलाई थाहा होस् हामी कतिको कर्तव्य परायण भएछौँ भनेर। राम्रो कर्तव्य पालक नागरिकलाई हामीले प्रोत्साहित र पुरस्कृत गरेर देखाउन सक्छौँ लोकल युनिटसम्म पुगेर होइन। अनि त्यस्तै गरिकन नागरिक शिक्षा दिनु पर्यो होइन। अघि भनेको औपचारिक र अनौपचारिक दुइटै विधिहरूको प्रयोग गरेर यस्तो कुराहरू गर्नुपर्छ भनेर यो के गर्नु पर्ला भन्नेको पाटो चाहिँ। अब अरू त यहाँ जनताका कर्तव्य र जिम्मेवारी भनेका उसले नागरिक भएपछि वा कुनै देशको सदस्य भएपछि पालना गर्नुपर्ने थुप्रै कर्तव्य र जिम्मेवारी हुन्छन्। अधिकार त्यत्तिकै प्राप्त हुँदैन, अधिकारसँगै जिम्मेवारी र कर्तव्य सिर्जना हुन्छ। हरेक व्यक्तिले पालना गर्नुपर्ने, नागरिकले जनताले पालना गर्नुपर्ने मुख्य कर्तव्य र जिम्मेवारी चाहिँ देहाअनुसार हुन्छन् भनेर यो लेख्नु पर्यो। राज्यको कानुनको पालना गर्नु पर्यो उसले। कर र सार्वजनिक सेवा उपभोग गरे बापतको शुल्क र दस्तुर समयमै दाखिला गर्नु पर्यो, तिर्नु पर्यो। बत्ती बाल्नुहुन्छ, बत्तीको पैसा तिर्नुहुन्न, चोरी गर्नुहुन्छ भनेपछि कर्तव्य पुरा गर्नु भएन। अनि आम्दानी गर्नुहुन्छ, कर तिर्नुहुन्न, कर्तव्य पुरा गर्नु भएन होइन। अनि यो सैद्धान्तिक कुरा गरिरहेको छु। नेपालमा 4वटा दायित्व तोकेको छ, फरक छ त्यो। राष्ट्रिय एकता, अखण्डता, स्वाधीनता र सार्वभौम सत्ताको रक्षा गर्नु हरेक व्यक्ति नागरिकको कर्तव्य हुन्छ। सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने कुरा, राष्ट्रिय हित र प्रतिष्ठालाई जहिले पनि आफ्नो देशलाई होच्याएर राष्ट्रियतालाई कमजोर बनाउने गरी अन्तर्राष्ट्रिय समुदायमा प्रस्तुत हुनु भएन, अनि त्यसरी आफूलाई विकास गर्नु भएन। सामाजिक सौहार्दता, सहिष्णुता र एकता अनि सम्वर्धन गर्नु पर्यो। यो चाहिँ प्रीतिबाट यता ट्रान्सलेट गर्दा हो या के हो, फन्ट चेन्ज हुँदा बिग्रिया छ है, बुझ्नु होला। सरकारका काम कारबाहीमा सहयोग र सहजीकरण गर्नु उसको जिम्मेवारी हुन्छ, कर्तव्य हुन्छ। सार्वजनिक स्रोतको मितव्ययी सदुपयोग गर्नु पनि हुन्छ र आवश्यक पर्दा राज्यको सेवा गर्नु, यस्ता किसिमका कर्तव्य र जिम्मेवारी हुन्छन्। संविधानले यो 4वटा गरेको छ। यसमा राष्ट्रपति निष्ठावान हुँदै नेपालको राष्ट्रियता, सार्वभौम सत्ता र अखण्डताको रक्षा गर्नु, अनि संविधान र कानुनको पालना गर्नु,
राज्यले चाहेको बेला सेवा गर्नु, सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु, यी चाहिँ कर्तव्य भनेर धारा 48ले तोकेको छ हैन। अनि उल्लेखित कर्तव्यको पालना गराउन यसरी लेख्नु होला भनेर अघि मैले बुँदाहरू भने नि, यो गर्नुपर्छ भनेर। अब अर्को एउटा चाहिँ यो नेपालमा नागरिक चेतना अभिवृद्धि गर्दै नागरिक कर्तव्य र जिम्मेवारी पालना गराउनमा रहेका समस्या पहिचान गरेर समाधानका लागि सुझाव दिनुहोस् भन्नेमा चाहिँ यी समस्याहरू भए। अब यसमा म डिटेल जान्न, तपाईँहरूले पढेरै बुझ्न सकिहाल्नुहुन्छ। यसलाई व्याख्या गरेर बुझाउनु पर्ने कुरो भएन, त्यसलाई रिभर्स गरेर सुझाव लेख्ने हो के। अब कानुनका स्रोतमा चाहिँ यो कानुनका स्रोत भनेका के हुन् व्याख्या गर्नुहोस्, के हुन्छन् हैन। अनि नजिर चाहिँ कसरी कानुनको महत्त्वपूर्ण स्रोत हो, यसको महत्त्वका आधारमा पुष्टि गर्नुहोस्। नजिरको इम्पोर्टेन्स के हुन्छ भनेर हो, त्यो इम्पोर्टेन्स लेखेर त्यही भएर यो महत्त्वपूर्ण हो भन्ने हो। अनि कानुनका स्रोतहरू अगाडि चाहिँ व्याख्या गर्ने खाली। अब कानुनका स्रोत भनेको त कानुन कहाँबाट निश्चित हुन्छ वा कानुनको उद्गम स्थल कुन हो, के हो, त्यसलाई नै हामी कानुनको स्रोत भन्छौँ। अर्थात् जेबाट कानुन बन्छ त्यो नै कानुनको स्रोत हो। कानुनका दुईटा स्रोत हुन्छन्, एउटा प्राथमिक स्रोत, अर्को द्वितीय स्रोत हो के। प्राथमिक स्रोतमा चाहिँ हामी विधान, नजिर, प्रथा अनि सम्प्रतिज्ञात्मक कानुन र चाहिँ अन्तर्राष्ट्रिय सन्धि सम्झौतालाई प्राथमिक स्रोत मान्छौँ। अब विधान भनेको कानुन बनाउने विधायकी प्रक्रिया, यो सबभन्दा मुख्य स्रोतै यही हो अहिले। अनि दोस्रो चाहिँ कानुन नभएको ठाउँमा न्यायालयले व्याख्या गरेर सिर्जना गरेको फैसला निर्णय, त्यो नै कानुन नबनुन्जेल कानुन सरह लागू हुन्छ, त्यो नजिर भयो। प्रथा हाम्रो कानुनको मुख्य स्रोत हो। पहिला यो चाहिँ समाजमा स्थापित मान्यताहरू नै हामीले कानुनका रूपमा पछि कोडिफाइड गर्दै गयौँ। अनि पक्षहरू बीचमा, दुईटा ट्रान्जेक्सन गर्ने पक्षहरू बीचमा भएको करार सम्झौताले पनि कानुन निश्चित गर्छ, त्यसलाई कानुन सरह मान्ने हुन्छ हैन। त्यसलाई हामी सम्प्रतिज्ञात्मक कानुन भन्छौँ। र अन्तर्राष्ट्रिय सन्धि सम्झौता पनि प्राइमेरी सोर्स भयो भने धर्मग्रन्थ, स्तुति ग्रन्थ, यिनीहरू द्वितीय स्रोत भए हैन। तिनीहरू पनि कानुनका स्रोत हुन्। ऐतिहासिक दस्तावेजहरू, विज्ञका लेख रचना, कानुनविद र प्राज्ञिक व्यक्तित्वहरूका अनुसन्धानका निष्कर्ष, विदेशी अदालतका निर्णय, यिनीहरूलाई चाहिँ हामी सेकेन्डरी सोर्स अफ ल भनेर भन्छौँ। कानुनका चाहिँ द्वितीय स्रोतहरू भए। यसरी कानुनका स्रोत सर्ट लेखिसकेपछि अब कानुनको स्रोतको रूपमा नजिर कसरी कानुनको स्रोत भयो भन्दा कुनै स्पष्ट कानुनी व्यवस्था नभएको विषय छ, त्यो विषयको मुद्दामा चाहिँ न्यायालयले अब कानुन छैन भनेर न्याय नदिन मिल्दैन, आवश्यक व्याख्या गरेर फैसला गर्छ। अनि त्यसरी गरेको फैसलाले निश्चित सिद्धान्त प्रतिपादन गर्छ, त्यसैलाई हामी नजिर भन्छौँ। र त्यसलाई न्यायाधीशको व्याख्याबाट बन्ने हुँदा न्यायाधीश निर्मित कानुन, जजमेन्ट ल भनेर पनि भनिन्छ नजिरलाई। र यो चाहिँ यस्तो विषय विधायकी प्रक्रियाबाट बन्ने कानुनमा जब समावेश हुँदैन तबसम्म चाहिँ यो कानुनकै रूपमा लागू हुन्छ, कानुन सरह नै लागू हुन्छ। अनि कानुनी शून्यतामा समेत नागरिकलाई न्यायबाट वञ्चित हुन नदिन यो न्यायाधीशले न्यायको मान्य सिद्धान्त, विधिको शासनको मूल्य मान्यता, कानुनको मर्म भावना हैन, अन्तर्राष्ट्रिय अभ्यास, अनुभव, न्यायिक मन, यी सबैको प्रयोग गरेर नजिर चाहिँ प्रतिपादन गरेको हुन्छ। त्यही भएर यसको न्याय सम्पादनमा ठुलो महत्त्व हुन्छ। महत्त्व चाहिँ अब यहाँ भएका कुराहरूले यो नजिरमा लचकता हुन्छ र यो यथार्थपरक र न्यायोचित ढङ्गले न्याय सम्पादन गर्न यसको फ्लेक्सिबिलिटीले गर्दा यो चाहिँ सजिलो हुने भएकोले यो महत्त्वपूर्ण हुने भयो। विगतको फैसलालाई नै नजिरका रूपमा मानिने भएकोले अब यसमा व्याख्यात्मक भिन्नता नहुने हुन्छ। एकै किसिमको फैसला हुने हुनाले नागरिकले उसलाई पनि त्यही भएको थियो, मलाई पनि त्यही भयो भनेर न्याय अनुभूति गर्ने हुन्छ। अनि स्थापित नजिरका आधारमा फैसला गर्दा चाहिँ न्याय सम्पादनको समय र लागत दुइटै बचत हुन्छ। धेरै खोजी अनुसन्धान गरिराख्नु परेन। कार्यपालिकीय त्रुटिको चाहिँ नियन्त्रण हुन्छ। कार्यपालिकाले मैले जे गरे पनि हुन्छ, कानुनको लुप प्रयोग गरेर अधिकारको हनन गरे हुन्छ भन्ने चाहिँ हुँदैन है। नयाँ न्यायालयले नजिर स्थापित गरिदिन्छ, कानुन नभएको ठाउँमा पनि फैसला गर्छ भन्ने हुन्छ। व्याख्यात्मक त्रुटिबाट यसमा बच्न सकिन्छ। कानुनी रिक्तता परिपूर्ति हुने भयो। समयानुकूल कानुन निर्माण, यहाँ चाहिँ स्पेस रहेछ है कानुन बनाउनु पर्ने भन्ने कुरा थाहा हुन्छ र त्यसमा कानुन पनि बन्छ। पक्षपात र असमानता कम हुन्छ, त्यसैले यो महत्त्वपूर्ण छ भनेर भन्नु पर्यो। र कानुन निर्माण प्रक्रियाको परिचय दिँदै यो धेरै सोध्ने प्रश्न हो। अनि कानुन तर्जुमा कसरी गरे, नेपालमा चाहिँ कानुन तर्जुमा कसरी गरिन्छ, सविस्तार वर्णन गर्नुहोस् भने यो सविस्तार जे भने पनि टु दी पोइन्ट लेख्ने हो हैन। अब कानुनको आवश्यकता पहिचान गर्ने र कानुन निर्माणको सैद्धान्तिक सहमति लिने,
मस्यौदा गर्ने, संसदमा छलफल र स्वीकृत गर्ने, राष्ट्र प्रमुखबाट प्रमाणीकरण गर्ने र राजपत्रमा प्रकाशन गर्नेसम्मका सबै क्रियाकलापहरूको समष्टि चाहिँ कानुन निर्माण प्रक्रिया हो। अब यो कार्यान्वयन पनि जान त, तर अब यहाँ हामीले यो तर्जुमा भनेरै बुझ्नुपर्छ यसमा चाहिँ। अनि कानुन निर्माण चाहिँ संसदको एकाधिकार हो, खासमा उसले मात्रै गर्न पाउने हो। तर उसले त्यो अधिकारलाई डेलिगेट गरेर कार्यपालिकालाई पनि दिएको हुन्छ प्रत्यायोजित विधायन अन्तर्गत। त्यसैले कार्यपालिकाको पनि महत्त्वपूर्ण भूमिका हुन्छ। तर त्यसको प्रत्यायोजनै नगरे पनि संसदमा जाने पनि यो मस्यौदा गर्ने र पेश गर्ने त कार्यपालिकाले नै हो। त्यसैले कार्यपालिकाको पनि महत्त्वपूर्ण भूमिका हुन्छ। अनि सारभूत विषयमा चाहिँ संसदले ऐन बनाउँछ र त्यस्तो ऐन कार्यान्वयन गर्न प्रक्रियागत विषय समेटेर आवश्यक नियम, कार्यविधि, निर्देशिका, मापदण्ड बनाउने अधिकार चाहिँ संसदले कार्यपालिकालाई प्रत्यायोजन गर्छ र कार्यपालिका यानि कि मन्त्री परिषदले त्यस्तो अधिकार प्रयोग गरेर त्यस्ता नियम, कार्यविधि आदि बनाउँछ। यसलाई हामी प्रत्यायोजित विधायन भन्छौँ। र संसदबाट कानुन निर्माण हुँदा चाहिँ विधेयकमाथि दफावार छलफल गरेर स्वीकृत गर्ने, त्यसका लागि पूर्ण सदनमा पेश गर्न विभिन्न विषयगत समितिमा पठाइन्छ। ती समितिहरूको व्यवस्था गरिएको हुन्छ दफावार छलफल गरेर फाइनल गर्नलाई र फुल सभामा पठाउनलाई। अनि कानुन निर्माणको वास्तविक कार्य चाहिँ समिति मार्फत हुन्छ। यो सदनले त खालि हुन्छ वा हुँदैन भनेर पास गर्ने मात्रै हो। त्यसैले खास काम चाहिँ समितिमा हुन्छ भनेर बुझ्नुपर्छ। अब प्रक्रिया चाहिँ नेपालमा के छ त भन्दाखेरि पहिलो चरणमा अवधारणा पत्र तर्जुमा र स्वीकृत गरिन्छ। यो चाहिँ सम्बन्धित मन्त्रालय वा निकायले गर्न सक्छ, अथवा अवधारणा पत्रमा कानुन मन्त्रालय र अर्थ मन्त्रालयको राय सहमति लिनुपर्ने हुन्छ त्यस्तो अवधारणा पत्रमा। अनि विभागीय मन्त्रीले निर्णय गरेर त्यो कानुन बनाउने सैद्धान्तिक सहमतिका लागि मन्त्री परिषदमा प्रस्ताव पेश गर्छ र मन्त्री परिषदले तर्जुमाको सहमति दिन्छ। यो पहिलो अवधारणा तर्जुमा र स्वीकृति भयो। यहाँ तर्जुमाको सहमति दिनु भनेको अवधारणा स्वीकृत भयो। अनि दोस्रोमा चाहिँ विधेयकको मस्यौदा तर्जुमा गरिन्छ दोस्रो चरणमा। त्यसमा चाहिँ सम्बन्धित मन्त्रालयले कानुन शाखा वा विज्ञ मार्फत गराउन सक्यो वा कानुन आयोगबाट यो मस्यौदा प्रारम्भिक मस्यौदा बनाइन्छ। अनि त्यो प्रारम्भिक मस्यौदा चाहिँ विज्ञ, सरकारवाला, आम नागरिकको राय सङ्कलन गरिन्छ त्यसमा, र सम्बन्धित मन्त्रालय वा निकायहरूको राय सुझाव पनि लिइन्छ। र अर्थ मन्त्रालय र आवश्यकता अनुसार अन्य वातावरणको विषय छ भने वन वातावरण मन्त्रालय होइन अन्य मन्त्रालयहरूको पनि राय सहमति लिइन्छ। सबैको लिइसकेपछि कानुन मन्त्रालयको मस्यौदा सहमति लिइन्छ अन्तिममा फाइनल भएको मस्यौदामा। अनि त्यसपछि मन्त्री परिषदमा पेश गरिन्छ। अनि मन्त्री परिषदबाट चाहिँ निर्णय भएर संसदमा विधेयक दर्ता गर्ने स्वीकृति दिइन्छ। मन्त्री परिषदले विधेयक दर्ता गर्ने गरी निर्णय गर्छ। त्यो चाहिँ अब यो चरणमा चाहिँ संसदमा विधेयक दर्ता गर्ने स्वीकृतिका लागि मन्त्रीले मन्त्री परिषदमा प्रस्ताव लान्छन्, मन्त्री परिषदबाट स्वीकृत हुन्छ र संसद सचिवालयमा विधेयक दर्ता हुन्छ। ओके, यो ध्यान दिनुहोस् है, एकदमै इम्पोर्टेन्ट सोधिराख्ने कुरा, मैले सर र यसरी नै लेख्ने हो पोइन्टमा। अब विधेयक संसदमा दर्ता र छलफल, अब है अघि चाहिँ संसद सचिवालयमा दर्ता भयो, अब यो संसदमा चाहिँ छलफलका लागि दर्ताको कुरा भयो होइन, प्रस्तुत गर्ने के अरे दर्ता गर्ने कुरा। संसदको कार्यसूचीमा अब प्रवेश हुन्छ यो। अनि विभागीय मन्त्रीले विधेयकमाथि छलफलका लागि प्रस्ताव गर्छन् कार्यसूचीमा परेको दिन, बैठकमा परेको दिन। अनि विधेयकमाथि अब सामान्य छलफल हुन्छ संसदमा। अनि संशोधन माग गर्ने सूचना प्रकाशन हुन्छ सांसदहरूलाई, केही संशोधन हाल्नु छ भने हाल्नुहोस् भनेर। अनि दफावार छलफलका लागि समितिमा पठाउने वा पूर्ण सदनमै छलफल गर्ने भन्ने निर्णय हुन्छ। सिधै पूर्ण सदनबाटै पास हुन पनि सक्छ छलफल गरेर, वा समितिमा पठाउने निर्णय हुन्छ। अनि विधेयकमाथि समितिमा वा सदनमा जहाँ भए पनि छलफल हुन्छ, दफावार छलफल हुन्छ। र समितिमा छलफलबाट पारित भएका संशोधनहरूको प्रतिवेदनसहित फेरि सदनमा पेश हुन्छ यो चाहिँ अन्तिममा। र अब विधेयक अन्तिम चरणमा चाहिँ स्वीकृति र प्रमाणीकरणको चरणमा जान्छ। अनि स्वीकृतिका लागि सदनमा चाहिँ संशोधनमाथि फेरि छलफल हुन्छ र स्वीकृतिका लागि विभागीय मन्त्रीबाट प्रस्ताव पेश हुन्छ। अनि संशोधन स्वीकृति हुन्छ र मूल विधेयकको अङ्गका रूपमा त्यसलाई स्वीकार गरिन्छ। अनि बहुमतबाट विधेयकको स्वीकृत गरेर एउटा सदनमा भएको स्वीकृति अर्को सदनमा फेरि त्यो विधेयकलाई स्वीकृत गरेर पठाइन्छ र अर्को सदनले संविधानले तोकिएको समयभित्र विधेयकको स्वीकृति दिनुपर्छ। अनि स्वीकृति वा अस्वीकृति के हो दिनुपर्छ। र त्यसरी स्वीकृत भएर आएपछि फेरि सम्बन्धित सदन जहाँ उठान भएको त्यही सदनबाट राष्ट्रपतिलाई पठाइन्छ। राष्ट्रपतिले त्यो विधेयकलाई प्रमाणीकरण गर्छन्। अनि राजपत्रमा प्रकाशन भएपछि निर्माण अथवा तर्जुमा प्रक्रिया यसरी सकियो। नेपालमा यसरी कानुन तर्जुमा हुन्छ। पटक पटक
जाँचमा आउने विषय हो। यही प्रक्रियालाई फलो गर्नु होला। अब कानुन निर्माण प्रक्रियामा विधेयकको वाचन भन्ने हुन्छ होइन, फर्स्ट रिडिङ, सेकेन्ड रिडिङ, थर्ड रिडिङ भन्छ, बिल रिडिङ भन्छ। त्यो के हो अनि त्यसलाई स्पष्ट गर्दै नेपालको कानुन निर्माण प्रक्रियामा रहेका समस्याहरू समाधानका लागि सुझाव दिनुहोस् भन्ने आयो। विधेयक वाचन भनेको चाहिँ सदनमा विधेयक प्रस्तुतिदेखि स्वीकृतिसम्मको प्रक्रियामा चाहिँ विधेयकलाई विभिन्न 3 चरणमा वाचन गर्ने चलन छ, अथवा त्यो विधेयक वाचनलाई 3 चरणमा विभाजन गरेर हेर्ने यो इन्टरनेसनल प्र्याक्टिस नै हो। त्यसलाई हामी फर्स्ट रिडिङ पहिलो चरण, दोस्रो चरणलाई सेकेन्ड रिडिङ, थर्ड रिडिङ भनेर 3 चरणमा हेर्छौँ। अब पहिलो वाचन भनेको, प्रथम वाचन भनेको चाहिँ जुन विधेयक ल्याउने विभागीय मन्त्री हुन्छ वा सांसद हुन्छ, सांसदले यो चाहिँ प्राइभेट बिल पनि ल्याउन सक्यो, उसले चाहिँ संसदमा विधेयकको उद्देश्य के हो, के कारणले ल्याउनु परेको हो, संक्षिप्त विधेयकका विषय के हुन् भनेर सदन समक्ष गर्ने प्रस्तुतिलाई हामी पहिलो वाचन भन्छौँ। र त्यसपछि दोस्रो वाचन चाहिँ पूर्ण सदनमा वा समितिमा जब विधेयकको दफावार छलफल हुन्छ र स्वीकृति हुन्छ, त्यो प्रक्रियामा विधेयक पढ्ने कुरा जुन हो त्यो चाहिँ द्वितीय वाचन भयो भने तृतीय वाचन भनेको चाहिँ विधेयक प्रस्तुतकर्ता मन्त्री वा सांसदले त्यो विधेयकलाई सदनबाट पारित गरियोस् भनेर प्रस्ताव राख्ने र त्यसलाई पारित गर्ने, दफावार ढङ्गले पारित गर्ने प्रक्रियालाई चाहिँ तृतीय वाचन भनेर भनिन्छ। यो कहिलेकाहीँ जाँचमा आउने भएकोले तपाईँहरूलाई राखेको, यसको धेरै डिटेल चाहिएन, यति कुरा थाहा पाए भइहाल्यो। अब नेपालमा के समस्या छन् भन्ने त अब धेरै व्याख्या गर्नु परेन, सूचना तथ्याङ्क छैन, त्यही भएर इभिडेन्स बेस्ड ल भन्दैनन्, अध्ययन नगरिकन, अनुसन्धान नगरिकन, विगतका कानुन नहेरिकन बनाउँछौँ, अन्य कानुनको अध्ययन नगरिँदा बाजिने ऐनहरू बन्छन्, प्रारम्भिक मसौदा तर्जुमा चाहिँ एकदम विषयवस्तु थाहा नभएको कोरा विज्ञबाट गरिँदाखेरि अव्यवहारिक बन्ने गरेका छन् होइन, कानुन आयोगको विशेषज्ञताको पूर्ण प्रयोग भएको छैन, दक्ष जनशक्ति छैन होइन, यस्ता खालका समस्याहरू छन् भन्ने हो। सुझाव गर्न त्यसलाई रिभर्स गरेर लेख्ने हो के। अब रुल अफ ल भनेको के हो भन्ने कुरा छ। यो चाहिँ तपाईँहरूलाई सजिलो विषय छ, त्यति धेरै व्याख्या गर्नु परेन। यसको परिचय र सिद्धान्त उल्लेख गर्नुहोस्। प्रभावकारी कानुनको शासनका पूर्व शर्त के हुन्, अलिकति यो चाहिँ इम्पोर्टेन्ट, कस्तो अवस्थामा प्रभावकारी हुन्छ कानुनको शासन भन्ने कुरा। अब यो चाहिँ सिम्पल, कोही पनि व्यक्ति कानुनभन्दा माथि नहुने, कानुनको नजरमा सबै समान हुने र अधिकारको प्रयोग कानुनले तोकेको विधि र प्रक्रिया बमोजिम मात्रै हुने व्यवस्था छ भने त्यसलाई हामी कानुनको शासन भन्छौँ। र कानुनको शासनमा चाहिँ सबै व्यक्ति, समूह, संस्था, सरकार कानुनको दायराभित्र रहन्छन् र उनीहरूले कानुनको पालना गर्छन्। अनि शासन व्यवस्था कुनै पनि व्यक्ति वा समूहको स्वेच्छाचारी शक्तिबाट चाहिँ चल्दैन, कानुनबाट मात्रै चल्छ। त्यही नै कानुनको शासन हो। र शासन पद्धतिलाई व्यवस्थित गर्ने कानुनहरू चाहिँ सार्वजनिक रूपमा जारी गरिएको हुनुपर्छ, सबैमा समान रूपले लागू हुने हुनुपर्छ र स्वतन्त्र ढङ्गले व्याख्या हुने व्यवस्था गरिएको हुनुपर्छ र कानुन मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय मूल्य मान्यता र मापदण्ड अनुरूपको हुनुपर्छ, त्योभन्दा फरकको हुनु हुँदैन भन्ने कुरा हो। र यसका सिद्धान्त चाहिँ अब यसको व्याख्याता एबी डायसीले नै भनेका छन्। कानुनी सर्वोच्चता हुनु पर्यो, त्यही अहिलेका कुरा, कानुनका अगाडि समानता हुनु पर्यो र संविधान चाहिँ सामान्य कानुनको उपज हुनु पर्यो, कानुनहरूको उपज हुनु पर्यो भनेर यी 3वटा सिद्धान्तहरू नै कानुनी शासनका सिद्धान्तहरू हुन्। र असल वा प्रभावकारी कानुन शासन, कानुनी शासनका लागि चाहिँ के कुरा हुनुपर्छ देशमा भन्दा भविष्य प्रभावी, भूत प्रभावी कानुन बनाउनु हुँदैन, भविष्य प्रभावी, खुला, स्थिर र स्पष्ट कानुन हुनु पर्यो। पारदर्शी र सामान्य नियमद्वारा निर्देशित कानुन निर्माण प्रक्रिया हुनु पर्यो, सर्टेन कसरी हुने भन्ने वेल डिफाइन हुनु पर्यो। स्वतन्त्र न्यायपालिका हुनु पर्यो, न्यायिक पुनरावलोकनको व्यवस्था हुनु पर्यो, सबैका लागि सजिलै पहुँचयोग्य न्याय हुनु पर्यो, प्राकृतिक न्यायका सिद्धान्तको पालना गरेको हुनु पर्यो र कानुनमा पूर्वानुमेयता, कस्तो अवस्थामा के निर्णय, के फैसला हुन्छ भन्ने हुनु पर्यो। अनि अपराध नियन्त्रणका संस्थालाई चाहिँ कानुनको दुरुपयोग गर्ने छुट दिनु भएन। जो नियन्त्रण गर्ने हुन्छ उसैले कानुनको दुरुपयोग गर्ने जोखिम रहन्छ। लोकतान्त्रिक राजनीतिक प्रणाली हुनु पर्यो। यस्तो भयो भने मात्रै कानुनी शासन हुन सक्छ, नभए हुँदैन भनेर भन्न सक्यो। अब कानुनी शासन कायम गर्नमा जिम्मेवार निकायहरू को हुन्छन् अनि नेपालमा कानुनी शासन कार्यान्वयनका लागि के व्यवस्था गरिएको छ भन्ने अर्को प्रश्न हुन सक्छ। अब धेरैवटा निकाय हुन्छन्, खास गरिकन व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका तीनटै जिम्मेवार हुन भए सार्वजनिक प्रशासन, सुरक्षा निकायहरू, त्यसमा पनि यो प्रहरी प्रशासनको महत्त्वपूर्ण भूमिका हुन्छ। राष्ट्रिय अनुसन्धान निकाय, हाम्रो राष्ट्रिय अनुसन्धान विभाग हैन,
सरकारी अभियोक्ता यो सरकारी वकिलहरू हुने भए, अनि व्यवस्थापिकामा प्रतिपक्षी दल जसले सशक्त आवाज उठाउँछ, अनि मानवाधिकार आयोग लगायतका अन्य संवैधानिक निकायहरू हुने भए, नागरिक समाज अनि मिडिया, यी चाहिँ जिम्मेवार र महत्त्वपूर्ण निकायहरू हुन् कानुनी शासनको लागि। हामीले चाहिँ नेपालको संविधानमा संविधानको प्रस्तावनामै कानुनी शासनको विषय उल्लेख गरेका छौँ, संविधानलाई मूल कानुन मानेका छौँ, स्वतन्त्र र सक्षम न्यायपालिकाको व्यवस्था गरेका छौँ हैन, अनि समानताको हकलाई हामीले मौलिक हकका रूपमा राखेका छौँ। कानुनी प्रतिरक्षा सहितको फौजदारी न्यायको हक छ संविधानमा मौलिक हकमै। असमर्थलाई चाहिँ हामीले निशुल्क कानुनी सहायता दिने व्यवस्था गरेका छौँ। कानुन बमोजिम बाहेक कर लगाउन ऋण उठाउन नपाइने व्यवस्था छ। मृत्युदण्डको सजाय हुने गरी कानुन बनाउन नपाइने यस्ता खालका व्यवस्थाहरू हामीले गरेका छौँ। 360 भन्दा बढी ऐनहरू छन्, तिनका नियमावलीहरू छन् हैन। अब यी संस्थागत व्यवस्था उताकै कुरा दोहोरिएर आयो, नेपालले गरेका व्यवस्थाहरू भए। अब कानुनी शासनमा के कमजोरी छन्, सुधार गर्न के गर्नुपर्छ भन्ने भयो, यसलाई व्याख्या गर्नु परेन हैन। समस्या र सुधार यो लेखेको पढ्नै पर्छ तपाईले। अब लास्ट हाम्रो आजको चाहिँ अब यो लोकतन्त्र, समावेशीकरण, आरक्षण र सकारात्मक विभेद छ। यो पनि इम्पोर्टेन्ट टपिक छ। यसमा डेमोक्रेसी के हो, लोकतन्त्र के हो, त्यसको परिचय दिनुहोस्। लोकतन्त्रको दिगोपनका लागि समावेशीकरणको महत्त्व के हुन्छ विश्लेषण गर्नुहोस् भनेर एउटा प्रश्न हुन सक्यो। अब लोकतन्त्र भनेको त शासितहरूको सहमतिमा सञ्चालित हुने शासन नै लोकतन्त्र हो हैन। द गभर्नेन्स सिस्टम द्याट इज रन अन दि consent and participation of those who are governed भन्छ हैन। यो जसलाई शासन गर्ने हो त्यस्तो शासित मान्छेहरूको सहभागिता र सम्मतिमा चल्ने शासन छ भने त्यो लोकतन्त्र हो। र यो जनताको आफ्नै सरकार, जनताकै हितका लागि जनताले नै सञ्चालन गर्ने विधि हो। सिम्पली भन्ने हो भने यसरी नागरिक सार्वभौम सत्ता सम्पन्न हुन्छन्, अधिकारहरू उनीहरूमा हुन्छ, निर्वाचनबाट आफ्नो अधिकार प्रतिनिधि मार्फत संसदमा हस्तान्तरण गर्छन् हैन। यी यसका चाहिँ क्यारेक्टरिस्टिक्सहरू भए लोकतन्त्रका। यिनै कुरालाई बुँदागत रूपमा चाहिँ वैचारिक भिन्नता र बहुलताप्रतिको सहनशीलता हुनु पर्यो। टलरेन्स अफ के भन्छ इडियोलोजिकल डिफरेन्सेस एन्ड डाइभर्सिटी, यो चाहिँ पहिलो विशेषता हो लोकतन्त्रको। नागरिक सर्वोच्चता र उत्तरदायी सरकार हुनु पर्यो। शक्तिको पृथकीकरण पनि गरे हुनु पर्यो, अनि प्रयोगमा सन्तुलन र नियन्त्रण हुनु पर्यो। बालिग मताधिकारको सुनिश्चितता हुनु पर्यो। स्वतन्त्र र निष्पक्ष निर्वाचन हुनु पर्यो। बहुदलीय प्रतिस्पर्धा, बहुमतको शासन तर अल्पमतको अधिकारको संरक्षण हुनु पर्यो। अनि नागरिक हक र अधिकार र स्वतन्त्रताको सम्मान र संरक्षण हुनु पर्यो। विधिको शासन, सीमित सरकार, संवैधानिक सर्वोच्चता हैन, स्वेच्छाचारी शक्तिको अनुपस्थिति, राजनीतिक, आर्थिक, सामाजिक यी चाहिँ उदारवाद, यस्तो अवलम्बन गरेको व्यवस्था चाहिँ लोकतान्त्रिक व्यवस्था हो भनेर विशेषता भन्न सक्नुहुन्छ। र समावेशीकरण भनेको चाहिँ विभिन्न कारणले वञ्चित र बहिष्करणमा परेका जुन राज्यका मूलधारभन्दा बाहिर रहेका वर्ग समूह हुन्छन् तिनलाई विशेष व्यवस्थाहरू गरेर मूल प्रभावमा ल्याउने नीति चाहिँ समावेशीकरण हो के। अब राज्य संयन्त्र, निर्णय प्रक्रिया, शक्ति, अधिकार र अवसर र स्रोतमाथिको अमुक जाति, वर्ग, समुदाय मात्रको वर्चस्व, यसलाई अन्त्य गरेर सबै जाति, वर्ग, भाषा, धर्म, लिङ्ग, क्षेत्रका मानिसको समान सहभागिता र स्वामित्व सहितको समन्यायिक समाज निर्माण गर्ने प्रक्रियालाई नै हामी समावेशीकरण भन्छौँ। र यो चाहिँ वञ्चितीकरण र बहिष्करणको उपचार हो समावेशीकरण भनेको हैन। अब समाजमा सबैलाई उनीहरूको समान पहिचान दिने, समान हैसियत, अधिकार, पहुँच, अवसर सुनिश्चित गर्ने र उनीहरूका आफ्ना क्षमता र सम्भावनाहरूको पूर्ण उपयोग गर्ने अवसर प्रदान गर्ने नीति हो समावेशीकरण हैन। अब यो नीति अन्तर्गत चाहिँ समानुपातिक प्रतिनिधित्व प्रणाली, आरक्षण, सशक्तिकरण, कोटा, विशेष कार्यक्रम, सहुलियत हैन, छुट सुविधा, उपयुक्त वातावरण, यस्ता विभिन्न विधिहरूको प्रयोग गरिन्छ समावेशीकरण हासिल गर्नलाई। पहिचान, पहुँच, प्रतिनिधित्व र स्वामित्व, यी चारवटा कुराको सुनिश्चित हरेक व्यक्तिमा गर्नमा केन्द्रित हुन्छ समावेशीकरणको नीति। यसको महत्त्वको कुरा गर्नुभयो भने चाहिँ अब समावेशीकरण चाहिँ यस्तो समाज निर्माण गर्नलाई आवश्यक हुन्छ जहाँ चाहिँ हरेक व्यक्तिले आफूलाई मूल्यवान महसुस गरोस्, अनि विविधता र भिन्नपनालाई चाहिँ सम्मान गरियोस्, हरेकको अस्तित्वलाई स्वीकार गरियोस्, हरेकको आवश्यकतालाई समान रूपले सम्बोधन गरियोस् र सबैले आफ्नो आफ्नो क्षमता र सम्भावनाको पूर्ण उपयोग गर्ने अवसर प्राप्त गरोस् हैन। त्यसैले यो महत्त्वपूर्ण छ। र
राज्य सञ्चालनका सबै संयन्त्रमा समाजका सबै वर्ग समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न पनि समावेशीकरण चाहिन्छ। एकता अखण्डतालाई मजबुत बनाउन, लोकतन्त्रको अभ्यास गर्न, द्वन्द्वलाई अन्त्य गर्न, हैन, अनि समानुपातिक र समावेशी विकास गर्न, सामाजिक न्याय र समता स्थापना गर्न, अनि शासकीय प्रणालीमाथि नागरिकको स्वामित्व स्थापित गर्न चाहिँ समावेशीकरण महत्त्वपूर्ण हुन्छ, आवश्यक हुन्छ, उद्देश्य हो भनेर यसरी लेख्न सक्नुहुन्छ। अब समावेशीकरणका सिद्धान्त अनि नेपालमा समावेशीकरण सम्बन्धी गरिएका व्यवस्था भन्ने अर्को प्रश्न हुन सक्छ। अब सिद्धान्तमा त यिनै हुन्, समावेशीकरणको भने पनि, आरक्षणको भने पनि, सकारात्मक विभेदको भनेको पनि एउटै हुन् है। सारभूत समानताको सिद्धान्त, अविभेदको सिद्धान्त, हैन, सकारात्मक विभेदको सिद्धान्त, क्षतिपूर्तिको सिद्धान्त, सामाजिक न्यायको सिद्धान्त, हैन, समानुपातिक प्रतिनिधित्वको सिद्धान्त, समान सरोकार र सम्मान, हरेक नागरिक प्रति सरकारले समान सरोकार राख्ने र उनीहरूलाई समान रूपले सम्मान गर्ने, सार्वजनिक जीवनमा सबैले सहभागी हुन पाउने, विशेष संरक्षणको सिद्धान्त, राज्यको दायित्वको सिद्धान्त, यी चाहिँ सिद्धान्तहरू हुन् भने यसका डाइमेन्सन 4वटा हुन्छन्। राजनीतिक आयाम भनेको समानुपातिक प्रतिनिधित्व प्रणालीबाट राजनीतिक संयन्त्रमा सहभागी गराउने राजनीतिक आयाम हो। प्रशासनिक आयाम भनेको चाहिँ सकारात्मक विभेद र आरक्षण मार्फत प्रशासनिक संयन्त्रमा सबैको सहभागिता गराउने। आर्थिक आयाम भनेको चाहिँ स्रोत र सम्पत्ति माथिको पहुँच, स्वामित्व र नियन्त्रण सबैको समान कायम गर्ने कुरा आर्थिक आयाम भयो। र सामाजिक सांस्कृतिक आयाम चाहिँ सामाजिक तथा सांस्कृतिक रूपमा आत्मसम्मानपूर्ण सहभागिता, समाजमा हरेक सामाजिक सांस्कृतिक गतिविधिमा सबैको आत्मसम्मानपूर्ण सहभागिताको सुनिश्चित गर्ने। यी चाहिँ डाइमेन्सन अफ इन्क्लुजन भए। नेपालमा के कारणले बहिष्करण भएको छ, त्यसलाई अन्त्य गरेर समावेशीकरण गर्न के व्यवस्था गरिएको छ भन्ने एउटा प्रश्न हुन सक्छ। अब बहिष्करण त तपाईले लेख्न सकिहाल्नुहुन्छ, विगत लामो समयदेखिको हाम्रो केन्द्रीकृत एकात्मक राज्य व्यवस्था थियो, त्यसले धेरैलाई बहिष्करणमा पार्यो। केन्द्रीकृत र गैर सहभागितामूलक विकास प्रणालीले पनि परिधिमा रहनेहरू बहिष्करणमा परे। सीमान्तकृत वर्ग समूहको सामाजिक सेवामाथिको पहुँच कमजोर भयो, शक्तिको अभ्यासमा उनीहरू वञ्चित भए, हैन, त्यसले पनि बहिष्करणमा परे। खास वर्गको पक्ष पोषण र अन्यका लागि हिंताबोधी मूल्य संस्कृति अवलम्बन गरियो, हैन, निश्चित वर्गको चाहिँ पक्ष पोषण गर्ने अनि त्योभन्दा बाहेककाले हिंताबोध गर्ने किसिमको विगतमा त्यस्तो मूल्य संस्कृति अवलम्बन गर्दा ती वर्गहरू बहिष्करणमा परे। अनि प्रतिनिधित्व र स्रोत बाँडफाँडमा चाहिँ एलिटको क्याप्चर कायम रह्यो र त्यसले गर्दा विकासमा असन्तुलन भयो। जो पछाडि पर्यो त्यो बहिष्करणमा पर्यो। सार्वजनिक स्रोत, अवसर, सेवा सुविधामा चाहिँ प्राय गरेर टाठाबाठाहरूले कब्जा जमाए। कामका आधारमा जातीय विभाजन गरियो र जातिका आधारमा विभेद गर्ने प्रथा विकास भयो। सामाजिक कुरीति र अन्धविश्वासले गर्दा पनि मान्छेहरू बहिष्करणमा परे। विगतमा राज्यबाट चाहिँ खास भाषा, धर्म, संस्कृतिको पक्ष पोषण गर्ने नीति लियो, त्यसले गर्दा पनि त्यो बाहेककाहरू बहिष्करणमा परे। यी कारण हुन्। अब समावेशीकरण त गर्नलाई हामीले समानुपातिक समावेशी सिद्धान्तलाई चाहिँ संविधानको मूल मर्मका रूपमा लिएका छौँ। समानुपातिक प्रतिनिधित्व प्रणाली अवलम्बन गरेका छौँ। आरक्षण, सकारात्मक विभेदको नीति लिएका छौँ, हैन। राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायको हुनुपर्ने व्यवस्था छ। सभामुख, उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष, उपाध्यक्ष, स्थानीय तहको प्रमुख, उपप्रमुखलाई समावेशी बनाइएको छ। अब राष्ट्रिय सभा 7वटै प्रदेशको चाहिँ समावेशी हुने र विभिन्न महिला, दलित, अपाङ्गता भएका व्यवस्थाको प्रतिनिधित्व अनिवार्य छ, हैन। मन्त्री परिषद, संवैधानिक नियुक्ति यो सबै समावेशी सिद्धान्तका आधारमा गर्नुपर्ने व्यवस्था छ। गाउँ नगर सभाको कार्यपालिका, वडा समिति सबै समावेशीकरण चरित्रका बनाइया छ। छुवाछुत र जातीय विरुद्धलाई विभेद विरुद्ध चाहिँ उपचारको हक सहितको मौलिक हक राखिया छ। सम्पत्तिमा पुरुष र महिलाको समान हक, ज्यालामा विभेद गर्न नपाइने यी मौलिक हकमा छन्, हैन। संवैधानिक आयोगहरूको व्यवस्था गरिया छ। देवानी संहिताले छुवाछुतलाई दण्डनीय र क्षतिपूर्ति योग्य बनाएको छ। जातीय भेदभाव र छुवाछुत कसुर सजाय ऐन नै छ 2068। निजामती सेवा ऐनमा 45% आरक्षण गरिया छ। यस्ता व्यवस्थाहरू हामीले गरेका छौँ। र समानुपातिक प्रतिनिधित्व को कुरा गर्दाखेरि समानुपातिक प्रतिनिधित्व प्रणालीको परिचय दिँदै यस सम्बन्धी नेपालमा के व्यवस्था छन् भन्दाखेरि चाहिँ अब यो हामीले उता निर्वाचन प्रणालीमा पनि पढिसकेका छौँ। यो राज्यका राजनीतिक संरचनामा चाहिँ जनसङ्ख्याको चरित्र जस्तो छ त्यसैका आधारमा सबै जाति, भाषा, लिङ्ग, समुदायको समान सहभागिता रहने गरिकन जनप्रतिनिधिलाई निर्वाचित गर्ने प्रणाली चाहिँ समानुपातिक प्रतिनिधित्व प्रणाली हो। यसले सिङ्गो मुलुकलाई एउटै निर्वाचन क्षेत्र मान्छ
राजनीतिक दललाई सबैले भोट हाल्छन्, दलले देशभरि प्राप्त गरेको मत प्रतिशत बराबरै सबै जाति, लिङ्ग, क्षेत्र, भाषा के को वर्गको प्रतिनिधित्व हुने गरी प्रतिनिधि छानेर समावेशी ढङ्गले पठाउने हुन्छ। त्यही भएर यसलाई समानुपातिक प्रतिनिधित्व भनेको हो। यो चाहिँ यो सूची प्रणाली र एकल संक्रमणीय मत गरेर दुई किसिमको हुन्छ। सूची प्रणाली पनि खुल्ला सूची र बन्द सूची समानुपातिक गरेर दुई किसिमको हुन्छ। यो हामीले सबै निर्वाचनका प्रणालीमा पढेका छौँ। समानुपातिक प्रतिनिधित्व प्रणाली चाहिँ राजनीतिक समावेशीकरणको औजार हो भनेर अघि आयाममा हामीले पढि नै सक्यौँ होइन। अब नेपालमा चाहिँ के व्यवस्था छ समानुपातिक प्रतिनिधित्व भन्दाखेरि यही कुरा हो। समानुपातिक समावेशी सिद्धान्त संविधानको मूल मर्म छ। समानुपातिक प्रतिनिधित्व प्रणाली सहितको हामीले मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरेका छौँ, जस अन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभामा 40% सदस्य चाहिँ समानुपातिक बन्द सूची समानुपातिक प्रतिनिधित्व प्रणालीबाट चुनिने व्यवस्था छ। अघि भने जस्तो राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायको हुने, सभामुख, उपसभामुख, अध्यक्ष, उपाध्यक्ष होइन, यिनीहरू पनि मा एकजना महिला हुनै पर्ने, राष्ट्रिय सभाको कुरा भइहाल्यो, मन्त्री त्यो माथिकै कुराहरू यो समानुपातिक गराउने हिसाबले यो व्यवस्था छ। तर कमजोरी के छ भने संसदमा बहुमत नआउने अवस्थाले गर्दा राजनीतिक अस्थिरता सिर्जना हुने गरेको छ। हामी कहाँ यो समानुपातिक प्रतिनिधित्व प्रणालीमाथि प्रश्न उठ्न थालेको छ, निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ भन्ने आएको छ। अनि प्रत्यक्ष निर्वाचनको उम्मेदवारी चाहिँ असमावेशी छ, अनि उताबाट चाहिँ कोटामा ल्याउने भन्दा पनि प्रत्यक्ष निर्वाचनलाई नै समावेशी बनाउनुपर्छ है, आरक्षित गर्नुपर्छ भन्ने बहस उठेको छ। कमजोरी त्यो छ। समानुपातिक प्रतिनिधिको जनताप्रतिको उत्तरदायित्व कमजोर छ। कसले भोट हालेको भन्ने थाहा हुँदैन, त्यही भएर उत्तरदायी हुँदैनन्। विभिन्न प्रभाव र अनुचित लाभका आधारमा सिफारिस हुने गरेको छ। त्यहाँ चाहिँ समानुपातिकमा चाहिँ योग्य भएर त्यसरी गरिँदैन। कमजोर व्यक्ति र आफन्तहरू अनि स्वार्थको द्वन्द्व भएका व्यक्तिहरूको प्रतिनिधित्व भएको छ। यस्ता खालका कमजोरीहरू छन्। अब आरक्षण र सकारात्मक विभेदको चाहिँ यी दुईटा औजार हुन् समावेशीकरणका होइन। यिनको परिचय दिँदै यिनका प्रचलित विधिहरू उल्लेख गर्नुहोस्, आरक्षण र सकारात्मक विभेद बीचको भिन्नता लेख्नुहोस् भन्ने एउटा प्रश्न हुनसक्छ। यो मैले फिगर बनाइदिएको छु, जाँचमा पनि काम लाग्छ। हामीले सुरुमा समावेशीकरण ब्रोडर भयो, सकारात्मक विभेद त्यसको एउटा टुल हो, अरू पनि टुल हुन्छन्, त्यो मध्येको सकारात्मक विभेद एउटा भयो प्रशासनिक समावेशीकरण। अब यसका औजारहरू यहाँ माथि भनेको चाहिँ के हुन्छ भन्दा समानुपातिक प्रतिनिधित्व हुनसक्छ, आरक्षण कोटा हुनसक्छ, क्षमता विकास, छुट सहुलियत, उपयुक्त वातावरण, विशेष व्यवस्था यी चाहिँ हुन सक्छन्। यो व्याख्या गरिए नै यहाँ फिगर तल यसैको व्याख्या अनि आउँछ, जाँचमा यस्तो लेख्न सक्नुहुन्छ। यी तीनटा कुरा भनेको के हो भनेर डिफाइन समावेशीकरण त माथि नै आइसक्यो। अब यसका आयामहरू पनि माथि हामीले पढिसक्यौँ। आरक्षण चाहिँ वञ्चित र बहिष्करणमा परेका वर्ग समूहलाई राज्य संयन्त्रमा सहभागी गराउन, त्यो समूह विशेषका लागि, जुन समूह वञ्चितमा परेको छ त्यो विशेषका लागि कोटा छुट्याएर, कोट भएछ, कोटा छुट्याएर त्यो समूहभित्र मात्रै सीमित प्रतिस्पर्धा गराएर सहभागी गराउनुलाई हामी आरक्षण भन्छौँ। र यसमा वञ्चित र बहिष्करणमा परेका वर्ग समूहलाई मूल प्रभावीकरण गर्न अवलम्बन गरिने यो चाहिँ आरक्षण समानुपातिक प्रतिनिधित्व। यसमा भनेको समावेशीकरणमा विशेष व्यवस्था लगायतका सबै विषयहरूको समष्टिलाई चाहिँ हामी के भन्छौँ त भन्दा सकारात्मक विभेद भन्छौँ। आरक्षण चाहिँ त्यही भएर सकारात्मक विभेदको एउटा टुल रहेछ र समावेशीकरणका लागि सकारात्मक विभेदको नीति लिइन्छ। यो चाहिँ समावेशीकरण हासिल गर्ने टुल हो सकारात्मक विभेद। सकारात्मक विभेदभित्र आरक्षण लगायतका टुलहरू पर्छन्, अघि के भनेर भनिहाल्यो। त्यही प्रमुख विधिहरू के हुन् त सकारात्मक विभेदका भन्दा समानुपातिक प्रतिनिधित्व प्रणाली एउटा हो, क्षमता विकास गराउनु अर्को हो, सचेतीकरण र सशक्तिकरण गर्नु अर्को हो, आरक्षण र कोटाको व्यवस्था अर्को हो, प्राथमिकता, लक्षित कार्यक्रम होइन, छुट सहुलियत, उपयुक्त वातावरण, विशेष फरक व्यवस्था। यो मैले कोलन दिएको चाहिँ तपाईँले अलिकति 2-3 वर्डमा इलाबोरेट गर्न सक्नुहुन्छ। वञ्चितमा परेका व्यक्तिलाई प्रतिस्पर्धा गर्न सक्ने गरी सक्षम बनाउनु क्षमता विकास हो, सचेतना र अधिकार बारेको जानकारी गराएर सशक्त गर्नु अर्को हो, निश्चित समूहलाई निश्चित कोटा छुट्याएर सहभागी गराउनु आरक्षण हो भनेर। यसरी प्राथमिकता भनेको 2 वा 2 भन्दा बढी मध्ये कसैलाई छान्नु पर्दा वञ्चित बहिष्करणमा परेका समुदायलाई छान्नु चाहिँ प्राथमिकता हो। त्यस्ता समूहलाई लक्षित गरेर गरिबी निवारण, सशक्तिकरण, शिक्षा, सिप विकासका कार्यक्रम चलाउनु लक्षित कार्यक्रम हो होइन। उनीहरूलाई अवसरमा छुट दिनु, जस्तो महिलाहरू 40 वर्षसम्म जाप दिन पाउने व्यवस्था होइन, 4 वर्षमा बढुवाका लागि योग्य हुने व्यवस्था, यो सहुलियत हो, छुट सहुलियत होइन।
अनि उनीहरूको लागि उपयुक्त वातावरण बनाइदिने कुरा गर्छ। कार्यालयमा चाहिँ फ्लेक्सी टाइम होइन, चाइल्ड केयर सेन्टर, ब्रेस्ट फिडिङ कक्ष, यो उपयुक्त वातावरण भए अनि फरक व्यवस्था गराउने, यस्तो कुराहरूलाई अलिअलि 1-2 वर्डमा चाहिँ उ गर्न सक्नुहुन्छ। अब यो भिन्नता भन्ने छ, खासमा त भिन्नता होइन, यो आरक्षण सकारात्मक विभेदकै टुल हो, तर जाँचमा आइदिन्छ। आउँदाखेरि चाहिँ यसरी लेख्नु होला। एउटा बृहत हो, अर्को त्यो भित्रको औजार हो, एउटा स्वरूप हो। सकारात्मक विवेकले क्षमता वृद्धि मार्फत प्रतिस्पर्धात्मक क्षमता बढाउन खोज्छ। आरक्षणले चाहिँ प्रतिस्पर्धालाई सीमित बनाउँछ र त्यसका लागि कोटाको व्यवस्था गर्छ। सकारात्मक विभेद चाहिँ इम्पावरमेन्ट अप्रोच हो, इन्क्लुजनको, अनि आरक्षण चाहिँ इन्टरभेनिस्ट अप्रोच हो, हस्तक्षेपकारी हो। अब यो प्रतिस्पर्धात्मक क्षमता बढाउनमा केन्द्रित हुन्छ, यसले प्रतिस्पर्धालाई साँघुरो बनाउनमा केन्द्रित हुन्छ। सकारात्मक विभेदले योग्यता प्रणालीलाई प्रवर्धन गर्छ अनि आरक्षणले चाहिँ कमजोर बनाउँछ भनिन्छ। यसले गुणात्मक सहभागिता गराउँछ सकारात्मक विभेदले, यसले चाहिँ सङ्ख्यात्मक समावेशिता सहभागिता गराउँछ। अब सकारात्मक विभेद बाध्यकारी हुँदैन, अब आरक्षण चाहिँ बाध्यात्मकै हुने भयो। अनि सक्षम वर्गसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउन खोज्छ सकारात्मक विभेदले, निश्चित वर्गभित्र मात्रै प्रतिस्पर्धा गराउँछ आरक्षणले। यी चाहिँ भिन्नताहरू हुने भए। अब आरक्षण र सकारात्मक विभेद बिच यसका दुर्बल सबल पक्ष के छन्, उदाहरण सहित व्याख्या गर्नुहोस् भन्ने। यो सबल पक्ष, यो आरक्षण सकारात्मक विभेद जे भने पनि यसको चाहिँ सरकार र सार्वजनिक संस्थाको सामाजिक वैधता बढाउँछ यसले, यो एउटा मेजर सबल पक्ष हो। अन्तर सांस्कृतिक सक्षमता, फरक फरक सांस्कृतिक समूहका व्यक्तिसँग फरक क्षमता हुन्छ, एक ठाउँमा काम गराएपछि त्यो सक्षमताको लाभ प्राप्त हुन्छ भन्ने हो। विविधताको लाभ, डाइभर्सिटी डिभिडेन्ड, स्वामित्व र अपनत्व भाव सबैको हुन्छ। द्वन्द्व समाधान र विविधताको व्यवस्थापन गर्न सहज हुन्छ यसबाट। ऐतिहासिक गल्ती बापत चाहिँ क्षतिपूर्ति पाउँछन् त्यो वर्ग जो पीडनमा परेका, बहिष्करणमा परेका हुन्छन्। राष्ट्र निर्माण र राष्ट्रिय एकता अखण्डता मजबुत बनाउन सजिलो हुन्छ। सबै मानिसमा प्रतिस्पर्धाका लागि समान आधार र अवसर सिर्जना हुन्छ होइन। पहिचान, पहुँच, प्रतिनिधित्वको सुनिश्चितता हुन्छ। सामाजिक न्याय र समानता, मनोबल र आत्मसम्मान सम्बन्धित वर्गको बढाउँछ यसले। लोकतन्त्रलाई समावेशी बनाउँछ र सामाजिक सांस्कृतिक रूपान्तरणमा भूमिका खेल्छ। यी चाहिँ सबल पक्ष भए होइन। अब कमजोरी पनि हुन्छन्। समावेशीकरण, आरक्षण, सकारात्मक विभेदका प्रतिस्पर्धात्मक क्षमता बढाउन कठिन हुन्छ, किनभने मलाई आरक्षित गरिहाल्छ भन्ने हुन्छ, मान्छे आफूलाई क्षमता बढाउँदैन। अनि राज्यप्रतिको निर्भरताको मानसिकता व्यक्तिहरूमा चाहिँ हावी हुन्छ। अभिजात वर्ग बढी लाभ पाउँछ यसबाट। वास्तविक समावेशीकरण नहुन सक्छ है, डबल डिसएडभान्टेज यिनीहरूले। अनि यस व्यवस्थाको सही सदुपयोग भएन भने चाहिँ यसको बढी दुरुपयोग हुने, सही ढङ्गले प्रयोग गर्न सकिएन भने चाहिँ यसको दुरुपयोग हुने सम्भावना हुन्छ, नक्कली बनेर लाभ लिने हुन्छ। एकपटक दिएको सुविधा फिर्ता लिन फेरि कठिन हुन्छ। यो त अल्पकालीन औजार हो, तर एकचोटि दिएपछि महिलाको अधिकार जति सक्षम महिला हुँदै गए पनि फिर्ता लिन कठिन हुन्छ, अथवा जात जातिको सबैको। समावेशीकरणको सुविधाबाट वञ्चित जो हुन्छ ऊ चाहिँ द्वन्द्वमा जाने सम्भावना रहन्छ, फेरि त्यो पनि कमजोर पक्ष हो। क्षमतावान व्यक्तिमा नैराश्यता आउन सक्छ, प्रतिभा पलायन हुन सक्छ, योग्यता प्रणालीमा नकारात्मक असर पार्न सक्छ। यो ग्लास सिलिङ इफेक्ट देखा पर्न सक्छ भनेको चाहिँ समावेशी गरेर सङ्गठनभित्र त ल्यायो तर माथि जान फेरि सक्दैन क्षमता नभएर, त्यो हुनु भनेको राम्रो होइन। अनि प्रतिस्पर्धात्मक क्षमता र सङ्गठनात्मक उत्पादकत्व र प्रभावकारिता घट्न सक्छ यसले गर्दा, र कोटाका कारण त तिनीहरू त्यहाँ पुगेका हुन् भन्ने किसिमको विश्वास, सोच विकास हुँदाखेरि ती आरक्षणबाट सकारात्मक विभेदबाट जाने मान्छेहरूको स्वाभिमान र आत्मसम्मानमा चाहिँ चोट पुग्न सक्छ। यस्ता दुर्बल पक्ष हुन्छन् है। नेपालमा के व्यवस्था छ त तपाईँले बुझ्नुभएकै छ। यी कुराहरू यहाँ मैले लेख्दै छु, डिटेलमा जान्न होइन। संविधानमा भएको, ऐनमा भएको पहिला पनि आइसके। तर कमजोरी के छन् भने हाम्रोमा चाहिँ सम्बन्धित समूहको क्रिमी लेयर जुन छ नि, तरमारा वर्ग भन्ने सर्वोच्च अदालतले एउटा फैसलामा होइन, क्रिमी लेयरले मात्रै लाभ लिएको देखिन्छ, जो वास्तवमा पाउनुपर्ने हो उसले नपाएको देखिन्छ। दोहोरो वञ्चितमा परेकाले प्राथमिकता पाएका छैनन्। अब 3 जना महिला भयो, त्यो 3 जना महिला मध्ये छान्नु पर्यो भने चाहिँ खस आर्य भन्दा चाहिँ जनजातिभित्र के अरे मधेसी वा मधेसीभित्र दलित, यसरी डबल डिसएडभान्टेजलाई प्राथमिकता पाउनु पर्थ्यो, त्यो छैन।
को होइन भन्ने के आधार भन्ने होइन। पुस्तौँदेखि मधेसमा बसेको पहाडी मूलको मान्छे मधेसी हो कि होइन होइन, अथवा चाहिँ यो फेरि त्यो भित्र भनौँ न अपाङ्गता कुन क्याटेगोरीसम्मलाई चाहिँ दिने, कसलाई नदिने, यस्ता वैज्ञानिक र वस्तुगत आधार छैनन्। आरक्षित माथिको तहमा पुग्न कठिन छ भनेको ग्लास सिलिङ इफेक्ट चाहिँ हामी कहाँ पनि देखिएको छ। अभिलेख व्यवस्थापनको अभाव छ हामी कहाँ आरक्षितहरूको। अनि प्रभाव मूल्याङ्कन गरेर पुनरावलोकन गर्न 10 वर्षमा गर्ने भनेको होइन। अब अहिले 49मा आएको ऐन अहिले चाहिँ 80 हुँदाखेरि सम्म पनि 60, 70, 80, 30 वर्षमा पनि यो चाहिँ पुनः रिभ्यू हुन सकेको छैन। अब 59 तर 62, 63को हो, 20 वर्षमा पनि हुन सकेको छैन भन्ने कुरा यहाँ फेरि त्यही कुरा चाहिँ आएछ। यो भइसक्यो है, अगाडि नै मैले यसमा गइनँ, अलिकति मिलाएको भएन, रिपिट भयो है। यिनै कुराहरू हो आजको। अब यसको मैले सुरुमा दिएको क्वेसनलाई चाहिँ तपाईँहरूले एकचोटि त्यो मध्येको कुनै एउटा क्वेसन गरेर आउनु होला। भोलि पनि त्यसै गरी नै सुरु गर्छु मैले। अहिलेलाई यति नै गरौँ होइन। कानुन निर्माण प्रक्रिया भनेको ऐन निर्माण मात्रै लेख्ने हो, त्यो मात्रै हो कानुन निर्माण भनेको है। नीति निर्माण चाहिँ यो ऐन निर्माण र त्यो हो, अरू कुरा लेख्नु परेन। निर्देशक सिद्धान्तको उदाहरण भनिदिनु है, सधैँ कन्फ्युज भइन्छ। नीति र निर्देशक सिद्धान्तको उदाहरण दिएर भनिदिनु भनेको त नीति र निर्देशक सिद्धान्त संविधानमै फरक छ नि, उदाहरण किन दिनु पर्यो र। अब धारा 50 का 4वटा निर्देशक सिद्धान्त भए, ती एकदम लङ टर्म ओरिएन्टेड, दीर्घकालमा राज्यलाई राजनीतिक रूपमा कहाँ पुर्याउने, सामाजिक रूपमा कहाँ पुर्याउने, आर्थिक रूपमा कहाँ पुर्याउने र अन्तर्राष्ट्रिय सम्बन्धमा कहाँ पुर्याउने भन्ने भिजनरी गाइडलाइनहरू हुन् भने नीति भनेको चाहिँ तत्कालमा के गर्ने भन्ने नै हो। तर त्यसलाई स्रोत साधन र क्षमता अनुसार ऐन कानुन नियम बनाएर कार्यान्वयन गर्ने कुराहरू हुन् तिनीहरू भनेको चाहिँ होइन। ल, खुला सूची बन्द सूची भन्नुभएको छ। कानुन निर्माण ऐन निर्माण प्रक्रिया। अब खुला सूची भनेको चाहिँ त्यसमा सूचीमा भएका मान्छेहरूमध्ये सिरियल क्रममा तलकोलाई माथि, माथिकोलाई तल गर्न सकिन्छ, खुल्ला सूची हो। बन्द सूची भनेको चाहिँ जे सिरियल क्रम पठाएको छ त्योबाट मात्रै छनौट हुने, तलकोलाई माथि ल्याएर पठाउन नमिल्ने छ भने त्यो चाहिँ बन्द सूची। अथवा बुझाएको सूची चलाउन नपाइने छ भने बन्द सूची। बुझाएको सूचीमा पछि फेरि दलले निर्णय गरेर पठाउने छ भने त्यो चाहिँ खुल्ला सूची हो है। यति नै गरौँ आज ल।